पनि परमेश्वरको वचनको सङ्गतिमा स्वागत गर्न चाहन्छु। हामीले पापको विषयमा अध्ययन गरिरहेका छौँ अनि पाप के हो भन्ने कुराहरूलाई अनि पापको प्रकारहरूलाई हामीले हेरिरहेका छौँ। पाप कति किसिमको हुन्छ अनि त्यसले कसरी काम गर्छ भन्ने कुरालाई हामीले विशेष गरिकन कलसीको किताब 3 अध्यायबाट अनि इजिकेलको किताब 8 अध्यायबाट हामीले यो कुराहरूलाई हेरेर सिकिरहेका छौँ परमेश्वरको वचनबाट। सो आज पनि हामी यो अध्ययनलाई अलिकति अगाडि बढाएर लान्छौँ, यसलाई जारी राख्छौँ। सो म विश्वास गर्छु तपाईँले सिक्दै गरेको कुराहरूलाई बुझ्दै हुनुहुन्छ अनि बुझेर जब हामीलाई क्रियामा लगाउँछौँ त्यहाँदेखि चाहिँ हामी पापदेखि स्वतन्त्र हुन्छौँ। हुन त यीशु ख्रीष्टको रगतले हामीलाई पापदेखि स्वतन्त्र बनाएको छ, तर त्यो स्वतन्त्र हुँदा हुँदा पनि फेरि हामीले कतिवटा पापलाई हाम्रो जीवनमा हाम्रो चुनाव गर्छौँ। सो वचनले हामीलाई के भन्छ भने प्रभुले हामीलाई पापदेखि स्वतन्त्र बनाएर अब हामी धार्मिकताको दास बन्नेका छौँ र फेरि पनि तिमी त्यो पापको जुवामा नफर्क। सो जब पनि हामीले कुराहरू बुझ्छौँ तर भए तापनि हामी कतिवटा स्वभावलाई हामीले पालेर राख्छौँ, त्यो चाहिँ हाम्रो जीवनको एउटा हिस्सा बनिन्छ, जुन चाहिँ हिस्सामा चाहिँ हामी दासत्वमा पर्छौँ। त हामीले कलसीको किताब 6 अध्यायलाई माफ गर्नुहोस्, कलसी 3 अध्यायलाई हामी पढ्दैछौँ र एकपल्ट फेरि खोलौँ हामी कलसी 3 अध्याय अनि तपाईँले खोल्नुभयो भने हामी त्यसलाई अध्ययन खोल्नेछौँ अनि हामी पहिला प्रार्थना गरौँ अनि हामी परमेश्वरको वचनभित्र पसिजानेछौँ। कलसी 3 अध्याय र विशेष गरिकन तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु। एकैचोटि सिधा वचनमा भन्दा पहिला तपाईँहरू जतिजना यो जोसुवा क्याम्प मिटिङको लागि यत्रो लामो उपवास बस्नुभएको थियो, त्यो उपवासको फलस्वरूप योपालिको सेवकाई अति नै शक्तिशाली भएको छ अनि परमेश्वरले उहाँले आफ्नो महान काम गर्नुभयो अनि हामीले परमेश्वरको महान कामलाई हामीले देख्यौँ अनि हामी परमेश्वरलाई धन्यवाद चढाउँछौँ। यो सबै चाहिँ प्रार्थनाको उत्तर हो। जतिजना पृष्ठभूमिमा बसिकन तपाईँहरूले प्रार्थना गर्नुभयो अनि कतिजनाको नानीहरूको इक्जाम चलेको कारणले गर्दाखेरि अनि एकदमै अफिसियल डेजहरूमा कुनै पनि छुट्टी नभएको दिनहरूमा यो सेवाको आयोजन गरिएको थियो, तर तपाईँहरू सबैजनाले आउट अफ अल द्याट तपाईँहरू कसरी त्यहाँ बसेर प्रार्थना गरेर हुन्छ कि है या तपाईँ आएर हुन्छ कि धाएर हुन्छ कि त्यो सेवाकाई आउन सक्यो। लगभग 3000जना डेलिगेट्सहरू विभिन्न ठाउँहरूबाट आएका थिए अनि परमेश्वरले हरेकको जीवनलाई एउटा नयाँ प्रकारले छुनुभएको कुराहरूलाई हामी विश्वास गर्छौँ। हामी उत्साहित छौँ। भावी दिनमा यो वचनले रोपेको धैर्यसँग रोपेको वचन उम्रेको हेर्नु पाऊँ भन्ने कुराको प्रार्थना छ। यो सेवाका आफैमा एउटा ठुलो चुनौती थियो, किनभने यसलाई गर्नु, मानिसहरूलाई राख्नु अनि वचन सिकाउनु अनि समयको तालिका थुप्रो कुराहरू, प्रबन्धन थुप्रो कुराहरू थियो, तर प्रार्थनाको उत्तरमा एकदमै राम्रोसँगले हुन सक्यो। यो तपाईँको प्रार्थनाको उत्तर हो अनि एकदमै परमेश्वरले तपाईँलाई आशिष गर्नुभएको होस् यो कुरामा। अनि अझै तपाईँसँग के भन्न चाहन्छ भने हाम्रो फेरि सिडनीमा पनि बर्निङ बुस क्याम्प हुँदैछ, तपाईँले एडहरूमा देखिराख्नु भएको छ अनि त्यसको लागि पनि तपाईँले कृपया प्रार्थना गरिदिनुहोस्। अनि फेरि त्यसको लगत्तै बादमा फेरि जोसुवा क्याम्प छ, तपाईँले त्यसको लागि पनि प्रार्थना गरिदिनुहोस्। अनि यो दिनहरूमा हाम्रो यहाँ बुटुकमा पनि अहिले हाम्रो नानीहरू कतिजना हामी भेला भइकन एउटा क्याम्प चलिरहेको छ अनि त्यसको लागि पनि तपाईँले प्रार्थना गरिदिनुहोस् कि साँच्चै नै उनीहरूको जीवनमा परमेश्वरले गर्नुहुने महान काम, परमेश्वरले ल्याउनुहुने परिवर्तनद्वारा प्रभुले जुन हाम्रो जातिलाई, हाम्रो समय र सिमानालाई प्रभुले छुन चाहनुहुन्छ त्यो चाहिँ पुरा भएको होस् भनिकन तपाईँहरूले एकदमै तपाईँहरूको व्यक्तिगत प्रार्थनाहरूमा पनि यो कुरालाई उठाइदिनुहोस् भनिकन तपाईँहरूलाई नम्र निवेदन गर्न चाहन्छु र तपाईँहरूलाई फेरि पनि धन्यवाद भन्न चाहन्छु यो कुराको लागि। र म तपाईँहरूलाई भन्न चाहन्छु तपाईँहरू जतिजना यसरी अनलाइन जोडिराख्नु भएको छ, तपाईँ वचनसँग जोडिराख्नुहोस्। हामी एउटा वचनको प्रशस्तताको समयमा छौँ भने अब बिस्तारै ऋतु बदलिँदैछ, त्यसको अनिकाल पनि सुरु हुने समयहरू आउँदैछ। सो म तपाईँहरूलाई उत्साह दिन्छु, तपाईँहरूले सिक्नुहोस्, लेख्नुहोस्, वचनलाई प्रचार गर्नुहोस्, वचनअनुसार दिन प्रतिदिन तयारीको जीवनलाई जिउनुहोस्। किनभने भोलि ल्यान्डमा के हुन्छ, भोलि भूमिमा के हुन्छ हामी जान्दैनौँ, तर यदि हामी आज नै परमेश्वरको वचनलाई हामीले सिकेका छौँ, हामी तयारी भएका छौँ भने चाहिँ हामी त्यस्तो समयहरू आउँदाखेरि पनि हामी एकदमै सही प्रकारले हामी खडा हुन्छौँ। तपाईँले कलसीको किताब 3 अध्यायलाई खोल्नुभयो भने आउनुहोस्, यति बेला हामीहरू प्रार्थना गर्नेछौँ अनि परमेश्वरको वचनभित्र पसिजानेछौँ। प्रभु, यति बेला हामी तपाईँको अगाडि आउँछौँ, हामी तपाईँलाई धन्यवाद दिन्छौँ तपाईँको अनुग्रहको लागि, तपाईँको सत्यताको लागि। प्रभु, तपाईँले आफ्नो वचन पठाउनुहुन्छ अनि हामीलाई निको पार्नुहुन्छ। प्रभु,
तपाईँको वचन छैन भने हामी केही पनि गर्न सक्दैनौँ प्रभु। तपाईँको वचनद्वारा जन्मिनु हामीलाई कति धेरै आवश्यक छ प्रभु। आज त्यो वचनद्वारा जब हामी प्रभु जन्मिन्छौँ अनि त्यो रोपेको वचनलाई हामीले धीरजको साथ फल फलाउँछौँ प्रभु, त्यो चाहिँ साँच्चै नै धेरै गुणा प्रभु त्यसले फल ल्याउँछ। थुप्रो प्रभु प्राणहरू, थुप्रो जीवनहरूलाई प्रभु तपाईँमा फर्काउँछ प्रभु। त्यसले भोकाएको प्रभु अनि प्रभु हारेको डराएकोहरूलाई प्रभु साँच्चै पनि त्यो फलले साँच्चै नै तृप्त गराउँछ। अनि त्यति मात्र होइन, त्यसले चाहिँ परमेश्वर पिता तपाईँको महिमा हुन्छ। धन्यवाद। तपाईँको वचनले भन्छ यदि तिमीहरूले धेरै फल फलायो भने त्यसद्वारा चाहिँ परमेश्वर पिताको महिमा हुन्छ प्रभु। महिमा हाम्रो शब्दले हुनेवाला छैन, महिमा हाम्रो विचारले, हाम्रो तरिका, हाम्रो प्रभु हाम्रो ढोङहरूले, हामीले बनाएको हाम्रो प्रणालीले हुनेवाला छैन। तर तपाईँले हामीलाई सिकाउनु भएको छ परमेश्वर पिताको महिमा चाहिँ त्यति बेला हुन्छ जब हामी धेरै फल फलाउँछौँ प्रभु। यो कुरालाई हामी बुझ्न सकौँ। आज हामी वचनलाई सुन्दैछौँ। यो वचनहरू चाहिँ प्रभु बाटो जस्तो जमिन हाम्रो छ भने, हाम्रो ढुङ्गेनी जमिन, काँडाले छोपेको जमिन प्रभु, यो सिजनमा थुप्रोजना मान्छेहरूको जमिनमा काँडा पलाइरहेको छ प्रभु। थुप्रोजना मान्छेहरूको जीवनमा प्रभु म प्रार्थना गर्छु यो काँडाहरूलाई जलाइदिनुहोस् पवित्र आत्मा एकपल्ट, कि यो काँडाहरूले चाहिँ प्रभु बोटहरूलाई निसासिन नपाएको होस्। फल फल्ने बेलामा प्रभु पवित्र आत्मा यो काँडाले प्रभु साँच्चै नै यो बोटलाई छोप्न नपाएको होस्। तर म प्रार्थना गर्छु तपाईँको अलौकिक हस्तक्षेपहरूलाई, तपाईँको सुपर नेचुरल इन्टरभेन्सन्सहरूलाई हामी माग्छौँ। इभन हाम्रो आफ्नै जीवनमा, मेरो जीवनमा र वचन सुन्ने एकजनाको जीवनमा प्रभु तपाईँको कुराहरूप्रति काँडा नपलाएको होस् प्रभु। म प्रार्थना गर्छु हरेकको जीवनमा त्यो पलाएको काँडाहरू चाहिँ यति बेला पवित्र आत्माको आगोले जलाएको होस्। एकैछिन तपाईँहरू सबैजनाले मुख खोलिकन प्रार्थना गर्नुहोस्, भन्नुहोस् तपाईँले प्रभु मेरो जीवनमा जति पनि काँडाहरू पलाएको छ, मेरो फलवन्त हुने बोटलाई छोप्दैछ त्यसले, प्रभु म माथि दया गर्नुहोस्। दाउदको पुत्र म माथि दया गर्नुहोस्। यो काँडाहरू चाहिँ हटाइदिनुहोस्। तपाईँ किसान हुनुहुन्छ, प्रभु यीशु ख्रीष्टले भन्नुभयो हो म चाहिँ दागको बोट हुँ र पिता चाहिँ किसान हुनुहुन्छ। किसानसँग बिन्ती गर्नुहोस्, उहाँको अलौकिक हस्तक्षेप आएको होस् तपाईँको जीवनमा, कि त्यो काँडा जसले चाहिँ फल फलाउनदेखि तपाईँलाई रोक्दैछ, तपाईँको जीवनको फल फलाउने समयमा त्यसले तपाईँलाई बाधा पुर्याउँदैछ, यति बेला त्यो कुरामाथि चाहिँ अलौकिक हस्तक्षेप, सुपर नेचुरल इन्टरभेन्सन भएको होस् भनिकन तपाईँले भन्नुहोस्, पुकारा गर्नुहोस्। होइन भने हामी वचनलाई त जान्दछौँ तर फल फल्नु दिँदैन यसले, अनि पिताको महिमा हुँदैन हाम्रो जीवनबाट। प्रभु हामी तपाईँसँग प्रार्थना गर्छौँ प्रभु, हामी माथि दया गर्नुहोस्। हामी क्षमा माग्छौँ हाम्रो लापरवाहीपनको कारणले गर्दाखेरि, जसको कारणले गर्दाखेरि यो काँडाहरू पलाउँदैछ प्रभु हाम्रो जीवनमा, हाम्रो आलस्यपनहरूले गर्दाखेरि। प्रभु आज त्यसमाथि चाहिँ तपाईँको अलौकिक हस्तक्षेप आएको होस् र प्रभु हामी यसमाथि विजय बन्न सकौँ। हामी फलवन्त हुन चाहन्छौँ। वी वान्ट टु बियर फ्रुट एन्ड ग्लोरिफाई फादर, परमेश्वर पिता, हामी तपाईँलाई महिमित तुल्याउन चाहन्छौँ। हामीलाई मद्दत गर्नुहोस्। धन्यवाद पवित्र आत्मा। हामी तपाईँले हाम्रो प्रार्थनालाई सुन्नुहुन्छ, तपाईँले हामीलाई प्रार्थना गर्न सिकाउनुहुन्छ, तपाईँले हामीलाई सुस्केराहरू दिनुहुन्छ। हामी तपाईँलाई धन्यवाद दिन्छौँ तपाईँको अनुग्रहको लागि। धन्यवाद। सबै बिन्ती माग्छु पुत्र प्रभु येशू ख्रीष्टको जिउँदो अनि पवित्र नामले, आमेन। ओके, सो हामीले परमेश्वरको वचनलाई सिक्दैछौँ अनि हामी याद राखौँ जब हामी परमेश्वरको वचनलाई सुन्छौँ र त्यसलाई फल फलाउनु दिँदैनौँ, त्यसले चाहिँ हाम्रो जीवनमा काँडाहरू ल्याउँछ। अनि काँडा भनेको चाहिँ फिक्री हो, अनि त्यो फिक्रीसँग चाहिँ थुप्रो कुराहरू जोडेको हुन्छ, नैराश्यपन, डर, एक्लोपन। अनि शैतानले चाहिँ त्यो ठाउँमा हाम्रो जीवनमा फलवन्त हुने ठाउँमा हामीलाई रोकिदिन्छ। यो कुरालाई हामी सबैजना सिकौँ, बुझौँ अनि हामी यसलाई व्यवहारिकतामा हामी ल्याउँछौँ। कलसीको किताब 3 अध्यायलाई म पढ्नु पर्यो। सो यहाँ के भनेर लेखेको छ भने, यसकारण यदि तिमीहरू ख्रीष्टसँग जी उठाइएका छौ भने माथिका कुराहरू खोजी गर जहाँ ख्रीष्ट हुनुहुन्छ र परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नु भएको छ। माथिको कुरामा मन लगाऊ, पृथ्वीमा भएका कुरामा होइन, किनभने तिमीहरू मरेका छौ र तिमीहरूको जीवन परमेश्वरमा ख्रीष्टसँग लुकाइएका छौ। ख्रीष्ट जो हाम्रो जीवन हुनुहुन्छ, उहाँ प्रकट हुनुहुँदा हामीहरू पनि उहाँसँग महिमामा प्रकट हुनेछौँ। यसकारण तिमीहरूमा जो संसारिक स्वभावका कुराहरू छन् तिनलाई मार। व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा र लोभ जो मूर्ति पूजा हो, यिनै कुराहरूको खातिर परमेश्वरको क्रोध आज्ञा नमान्नेहरूमाथि आउँदछ। सो यो कुरालाई हामीले सिक्दैछौँ, हामीले कुन प्रकारले चाहिँ हाम्रो जीवनमा क्रोध आउँछ। अनि यो 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 पर्टिकुलर सेन्टेन्सलाई इफिसीको किताब 2 अध्यायको 1 र 2 पदमा फेरि लेखेको छ है, तर त्यसलाई यसरी लेखेको छैन। तर इफिसीको किताब 2 अध्यायको 2 पदमा यहाँ तपाईँले लेखिहाल्नुहोस्, इफिसी 2 को 2 लेख्नुहोस् तपाईँको बाइबलमा, सो द्याट अर्को पालि तपाईँले भेट्न सकोस्। अनि इफिसी 2 को 2 मा आउनुहोस् एकैछिन। इफिसी 2 को 2, तिमीहरू जो
तिमीहरू आफ्नो अपराध र पापमा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो। यसैमा यस संसारको रीतिअनुसार अनआज्ञाकारिताको आकाशको शक्तिको मालिक अनुसार अनआज्ञाकारिताको सन्तानमा अहिले काम गर्ने आत्मा अनुसार तिमीहरू अघि चल्दथ्यौ। सो त्यसलाई अनआज्ञाकारिताको आत्मा पनि भन्दैछ है। संसारको रीति, आकाशको शक्तिको मालिक र अनआज्ञाकारिताको सन्तानमा काम गर्ने आत्मा, तीनवटा कुरा नै भनेको छ यहाँ पनि। अनि त्यसलाई हामीले जब इजिकेलको किताब 8 अध्यायको 10 पदमा हामीले अस्तिदेखि पढ्दैछौँ, इजिकेलको किताब 8 अध्यायको 10 पदमा पढ्दै गर्दाखेरि चाहिँ त्यो तीनवटा कुराहरू थियो, घस्रने जन्तु, घिनलाग्दा पशुहरू र इजरायलको घरानाको जम्मै मूर्तिहरू, मूर्तिका चित्रहरू। सो तीनवटा कुरा यहाँ भनेको छ। अनि त्यसलाई चाहिँ अब फेरि कलसीको किताब 3 अध्यायको 5 पद अनुसार चाहिँ के भन्दैछ भन्दाखेरि चाहिँ परमेश्वरको क्रोध आज्ञा नमान्नेहरूमाथि आउँछ है। प्रभु परमेश्वरको क्रोध चाहिँ अन्य जातिहरूमाथि आउँछ भनेको छैन। आज्ञा नमान्नेहरू चाहिँ अन्य जातिको कुरै छोडिदिउँ, क्या उनीहरूकोमा त आज्ञै छैन नि त, उनीहरूकोमा आज्ञै छैन। तर आज्ञा नमान्ने भनेको चाहिँ प्रभुलाई विश्वास गर्छु भन्ने, प्रभुलाई विश्वास गर्छु भन्ने तर उहाँको आज्ञालाई पालन नगर्ने, त्यसलाई चाहिँ के भनेको छ भने पहिलो यूहन्नामा त्यसलाई चाहिँ झुटा भनेको छ, त्यसलाई चाहिँ झुटा भनेको छ। पहिलो यूहन्ना 3 अध्यायको 4 पदमा यो पनि पढिदिनु पर्यो। त्यहाँ के भनेर लेखेको छ भने नि पहिलो यूहन्ना 3 अध्यायको 4 पद होइन, यसै नै 4 अध्यायको 3 अध्यायको कतिमा छ भने नि सरी 2 अध्यायको 3 पद, उल्टा भनेको छु मैले। 3 अध्यायको 4 होइन, 2 अध्यायको 3 पदमा लेखेको छ। 3 अध्यायको पहिलो यूहन्ना 2 को 3 मा यदि हामीले उहाँको आज्ञा पालन गर्यो भने यसैबाट हामी थाहा पाउन सक्छौँ कि हामी उहाँलाई चिन्छौँ। जसले म उहाँलाई चिन्छु भन्छ तर उहाँको आज्ञा उल्लङ्घन गर्छ त्यो झुटो हो र त्यसमा सत्य छैन। सो मान्छेले चाहिँ नि कतिपल्ट सजिलोसँगले एउटालाई झुटा भनेर लेबल गरिदिन्छ। तर परमेश्वरले झुटा चाहिँ कसलाई भन्छ भन्दाखेरि चाहिँ झुटा चाहिँ कसलाई भन्छ अरे भन्दाखेरि 2 अध्यायको 4 पदमा के भन्दैछ, जसले म उहाँलाई चिन्छु भन्छ, म प्रभुलाई चिन्छु भन्छ तर उहाँको आज्ञा चाहिँ के गर्दैन, पालन गर्दैन। प्रभुलाई चिन्छु भन्छ तर प्रभुको आज्ञा पालन गर्दैन, त्यो चाहिँ के अरे, झुटो, त्यसलाई चाहिँ झुटो भन्छ। प्रभुलाई चिन्छु भन्छ तर प्रभुको आज्ञा पालन गर्दैन, त्यो चाहिँ झुटो हो। सो झुटो एउटा मान्छेले भनेर झुटो हुँदैन, त्यो चाहिँ आफैको सेल्फ टेस्ट गर्नुपर्छ। र त्यो तपाईँले अब त्यो कलसीको किताब 3 अध्यायको 5 पदमा पहिलो यूहन्ना 2 को 4 लेख्नुहोस्। 3 अध्यायको 6 मा पहिलो यूहन्ना 2 को 4। झुटा चाहिँ को रहेछ भन्दाखेरि जसले परमेश्वरलाई चिन्छु भन्छ तर उहाँको आज्ञालाई पालन गर्दैन। सो एकपल्ट फेरि पढ्नु पर्यो। 3 अध्यायको कलसी 3 को 6। यिनै कुराको खातिर परमेश्वरको आज्ञा नमान्नेमाथि क्रोध आउँछ। सो त्यो चाहिँ झुटाहरू चाहिँ त्यति बेला देखा पर्छ। सो अब हामीले एउटा कुरालाई सिक्दैछौँ, एउटा कुरा के सिक्दैछौँ भन्दाखेरि चाहिँ हामी अहिले ग्रेट फलिङ अवेको टाइममा छौँ, एकदमै ठुलो गिरावटको समयमा छौँ। संसारको सबै कुराहरू गिरावट हुँदैछ, चाहे सेयर मार्केट होस्, चाहे ब्याङ्क होस्, चाहे फाइनेन्स होस्, चाहे संसारको अर्थशास्त्र होस्, रिलेसनसिप होस्, फ्यामिली स्ट्रक्चर होस्, है सबै एउटा सोसियल स्ट्रक्चर होस्, त्यो गिरावट हुँदैछ। गिरावट गिरेको छ। त्यो चाहिँ जस्ट लाइक द डे अफ नोआको दिनमा चाहिँ के भएको थियो भने एभ्रिथिङ ह्याड क्रम्बल्ड, सबै कुरा नै गिरेको थियो। सबै कुरा किन भन्दाखेरि चाहिँ मान्छेहरू ललेस भइसकेको थियो पुरै। अनि एउटा मात्रै फ्यामिली, इनफ्याक्ट अब फ्यामिली पनि भन्नु मिल्छ कि मिल्दैन, तर जे भए तापनि नोआको घराना मात्रै सम्पूर्ण पृथ्वीभरि, अब कति चाहिँ मान्छे थियो होला, सम्पूर्ण पृथ्वीभरि एउटै मान्छे मात्रै के थियो, धर्मी थियो। एउटै मान्छे मात्रै धर्मी थियो। सो परमेश्वरले के डिसाइड गर्नुभयो भन्दाखेरि चाहिँ अब म यो पृथ्वीलाई निमिट्यान्नै पार्छु भनिकन। सो परमेश्वरले त्यो राइचियस सिडलाई टिप्नु भयो, धर्मी बिउलाई टिप्नु भयो, अनि के गर्नुभयो, जहाज बनाउने एउटा कार्य दिनुभयो। सो कस्तो एक्लोपन अनुभव गरे होला, सोच्नुहोस् त, नोआले कस्तो एक्लोपन चाहिँ उसले अनुभव गरे होला। किन भन्नुहोस् त, सम्पूर्ण पृथ्वी नै एकातिर लागिसकेको थियो, कम्प्लिटली। अब मतलब धार्मिकताको त केही पनि थिएन, आजको जस्तै, जस्ट लाइक टुडे, आजको दिन जस्तै। त्यो दिनमा त झन् अब मान्छेहरूको कस्तो रिलेसनसिप थियो भन्दाखेरि चाहिँ बाइबलले भनेको छ नोआ परमेश्वरसँग हिँड्यो भनेको छ। नोआ परमेश्वरसँग हिँड्यो।
परमेश्वरसँग हिँड्न सक्ने थियो, अझै पनि ओपनिङ्सहरू थियो, तर नोबडी बदर्ड, कोही पनि कसैले पनि चुनाव गरेन। सो नुवाले जब त्यो जहाज बनाउन सुरु गर्यो है, 120 वर्षको त्यो एउटा अन्तराल थियो, 120 इयर्सको, 120 वर्षको अन्तरालमा चाहिँ नि उसलाई परमेश्वरले जहाज बना भन्यो। अनि त्यो जहाज बनाउनु सजिलो थिएन, आजको जस्तो केही पनि थिएन है, केही पनि थिएन। तर उसले नोवाले जहाज बनाउन थाल्यो। जहाजको नक्सा कसले पनि देखेको थिएन, नोबडी हेड सिन द पिक्चर। उसले बनाउँदैछ अनि ऊ गिल्लाको पात्र भइरहेको थियो। तर त्यो चाहिँ एउटा मेसेज पनि थियो, त्यो चाहिँ एउटा सन्देश थियो सारा पृथ्वीलाई, होल अफ द वर्ल्ड। किनभने 120 वर्षमा त एउटा खबर पृथ्वीको अन्तसम्म पुग्छ नि, पुग्छ। आजको दिन त अब 120 वर्ष लाग्दैन, 120 सेकेन्ड पनि लाग्दैन, एकैछिन विदिन फ्यु सेकेन्ड्स इन्टरनेटमा अपलोड हुन्छ, सबै सारा संसारले हेरिहाल्छ। तर अब त्यति बेलाको टाइमको त्यस्तो टेक्नोलोजी अब थियो थिएन थाहा छैन हामीलाई, हुनु पनि सक्छ, यु नेभर नो। तर के भयो भन्दाखेरि चाहिँ 120 वर्षमा चाहिँ इट वाज इनफ टाइम थियो उनीहरूले सुसमाचार सुन्ने, उनीहरूले चेतावनी पाउने। अनि तर उनीहरूले सम्पूर्ण पृथ्वी नै ठट्टा गर्न लागेको थियो। नुवाको अगाडिको जेनेरेसन्सहरू पनि थियो जिउँदो त्यति बेलासम्म। तर के भन्दाखेरि चाहिँ एभ्रिबडी बिकेम करप्टेड, भ्रष्टाचार आयो। अनि भ्रष्टाचार चाहिँ के थियो भन्दाखेरि चाहिँ म परमेश्वरलाई चिन्छु, आई नो गड, म परमेश्वरलाई चिन्छु चाहिँ उनीहरूले भन्थ्यो, तर उनीहरूले आज्ञा चाहिँ पालन गर्दैन थियो। आज यो कोठामा, जुमको कोठामा, युट्युबको कोठामा परमेश्वरलाई चिन्छु भन्ने मान्छेहरू बसिरहेको छ, तर परमेश्वरको अगाडि चाहिँ आज्ञा पालन गर्नेहरू चाहिँ धर्मी ठहरिन्छ। आमेन। नगर्नेहरू चाहिँ झुटा हो। मैले भनेको होइन, पहिलो यूहन्ना 2:4 भनेको। सो तपाईँलाई कसैले झुटा लेबल गर्दैछ भने चाहिँ हेर्नुपर्छ। तपाईँ परमेश्वरलाई चिन्छु भन्छ र आज्ञालाई पालन गर्दैछ भने चाहिँ होइन, डोन्ट वरी। तर नि तपाईँले परमेश्वरलाई चिन्छु भन्छ तर आज्ञा पालन गरेको छैन भने चाहिँ घमण्ड नगर्दा पनि हुन्छ। मैले झुटाको लेभलमा आइहाल्छ, किन म परमेश्वरलाई चिन्छु त भन्दैछु नि, तर आज्ञालाई चाहिँ पालन गरेको छुइनँ। सो यहाँ के भन्दैछ 6 पदमा, यिनै कुराहरूको खातिर परमेश्वरको क्रोध चाहिँ आज्ञा नमान्नेहरूमाथि आउँछ। परमेश्वरको क्रोध चाहिँ कहाँ आउँछ अरे भन्दाखेरि चाहिँ आज्ञा नमान्नेहरूमाथि आउँछ। सो हामीले अस्ति इजिकेलको किताबमा हेर्दै गर्दाखेरि इजिकेलको किताब 8 अध्यायलाई हामीले यो सन्दर्भमा हेर्दैछौँ। सो कस्तो नक्सा थियो भन्दाखेरि चाहिँ त्यो पहिला ढोकामा चाहिँ एउटा डाहाको मूर्ति थियो, अनि त्यो डाहाको मूर्तिले चाहिँ डाहा जगाउँछ। त्यहाँदेखि त्यो मूर्तिदेखि भित्र है, त्यहाँदेखि अर्को लेभलमा पस्दै गर्दाखेरि चाहिँ उनीहरूले भित्र हेर्दाखेरि चाहिँ एउटा के देख्यो इजिकेलले भन्दाखेरि नक्सा अलिकति तपाईँलाई देखाइदिनु पऱ्यो, अस्तिको रिभ्यू तपाईँलाई दिनु पऱ्यो। उसले के देख्यो भन्दाखेरि चाहिँ अब यहाँ सुरुदेखि तपाईँलाई देखाइदिनु पऱ्यो। सो इजिकेलको किताब यसरी खोलिन्छ। मैले अस्ति तपाईँलाई यसको नक्सा देखाएँ, यसरी खोलिन्छ। यो टेम्पलको चाहिँ कोर्ट्सहरू थियो। सो त्यो चाहिँ बाहिरी चोकको उत्तरी ढोकामा चाहिँ यसो पसेको त यहाँ ढोकामै एउटा मूर्ति थियो, डाहा जगाउने मूर्ति थियो। त्यहाँदेखि के भयो, परमेश्वरको मन्दिरको अवस्था चाहिँ यस्तो थियो। त्यो डाहा जगाउने मूर्ति चाहिँ मान्छेले राखिरहेको थियो। एक किसिमको प्रतिस्पर्धा है, आज सेवकाई गर्दैछ आरिसले, पौलले भनेको छ कतिजनाले चाहिँ डाहाले सेवकाई गर्दैछ। पौलको दिनमा पनि सेवकाई गर्दै थियो मान्छेहरूले, तर पौललाई फसाइदिने प्रकारले, पौललाई दुःख दिने हिसाबले गरिरहेको थियो। सो डाहाको मूर्ति है यसरी थियो। त्यसको बादमा प्रभुले के भन्नुभयो, तँलाई म अझै घिनलाग्दो कुराहरू देखाउँछु। अनि भित्र पाल खनेर हेरेको त नि, उसले भित्र गयो पाल खनेर हेरेको त भित्र मन्दिर त नि यस्तो धुवाले भरिरहेको थियो, यति साह्रो बेसी धुवाले भरिरहेको थियो। मान्छेहरू त्यहाँ बसेर एकदम चढाइरहेको थियो, उनीहरूले पुरा प्रशंसा स्तुति गरेको जस्तै गरिरहेको थियो। अब धुवा चाहिँ के भनेको छ, धुवा चाहिँ बाइबलमा केसलाई भनेको छ भन्दाखेरि चाहिँ हामीले प्रकाशको पुस्तकमा पढ्यो भने धुवा चाहिँ प्रार्थनालाई है, प्रार्थनालाई धुवा भनेको छ। सन्तहरूको प्रार्थना सुन, ध्यान दिएर सुन ल, नसुत सुत्नेहरूलाई उठाइदेऊ त, नसुत। यहाँ तिम्रो सेवकाइमा सुत्न आएको होइन ल, वचन सुन्न आएको, डोन्ट प्ले हो। यो भित्रको यो फाक, यो घस्रने जन्तुको व्यवहारलाई फाक्दैन नि, त्यसले तिमीलाई सधैँ अल्छे बनाइरहन्छ। वचन आयो कि सुत्नु थालिहाल्छ। सो भित्र चाहिँ केले भरेको थियो भन्दाखेरि चाहिँ भित्र चाहिँ घस्रने जन्तुहरू थियो, घिनलाग्दो कुरा थियो। सो धुवाको विषयमा कुरा गर्दैछु, एकैछिन तपाईँलाई लानु पऱ्यो। मैले अस्तिदेखि यो वचन पनि देखाउँछु भनेर भन्दै थिएँ, देखाउनु पाइरहेको थिइनँ। प्रकाशको पुस्तक 5 अध्यायको 8 पद, प्रकाशको पुस्तक 5 अध्यायको 8 पदलाई खोल्नुहोस्। प्रकाशको पुस्तक 5 अध्यायको 8 पदमा यसो भनेर लेखेको छ, जब उहाँले त्यो मुठो लिनुभयो तब चारै जीवित प्राणी र 24 धर्मगुरुहरू थुमाको सामुन्ने घोप्टो परे।
प्रत्येकको हातमा वीणा र धूपले भरेका सुनको पात्रहरू थिए जो सन्तहरूको प्रार्थनाहरू हुन्। दुई किसिमको धुवा छ, दुई किसिमको धुवा छ। एउटा चाहिँ राम्रो धुवा छ, एउटा चाहिँ राम्रो धुवा छ। त्यसलाई चाहिँ बाइबलले के भन्दैछ? सन्तको प्रार्थना। जब प्रभुको धर्मीजनहरूले प्रार्थना गर्छ नि, त्यो प्रार्थना चाहिँ कसरी जाँदो रहेछ? माथि धुवा जस्तै जाँदो रहेछ है। त्यसको अझै एउटा इक्जाम्पल तपाईँलाई देखाइदिनु पर्यो। कहाँ छ भने उत्पत्तिको किताब 8 अध्यायमा गएर हेऱ्यो भने यो घटनालाई हामी भेटाउँछौँ। उत्पत्ति 8 अध्याय। सो यो नक्सामा तपाईँले हेर्नु भने धुवै धुवा छ नि त है। त्यो त्यसरी लेखिरहेको थियो त्यहाँ इजिकेलको किताबमा। उत्पत्तिको किताब 8 अध्यायमा यसो भनेर लेखेको छ, 8को 20 अनि 21 पद। उत्पत्ति 8को 20 र 21 के भनेर लेखेको छ भने, अनि नोआले परमप्रभुको निम्ति एउटा वेदी बनाए र हरेक शुद्ध पशु र हरेक शुद्ध पक्षी मध्येबाट लिई होम बलि चढाए। त्यसको मिठो बास्ना लिएपछि परमप्रभुले आफ्नो मनमा भन्नुभयो, अब म फेरि कहिले मानिसको खातिर पृथ्वीलाई श्राप दिने छैन। यद्यपि मानिसको हृदयका भावनाहरू बालकदेखि नै खराब हुन्छन्। अहिले मैले गरे जस्तै सबै प्राणीलाई फेरि यसरी सर्वनाश गर्ने छैन। सो जुन चाहिँ नोआले बनाएको वेदी थियो, त्यो नोआले बनाएको वेदीबाट चाहिँ त्यो मिठो बास्ना, त्यो धुवा जो परमेश्वरको अगाडि गयो है, त्यसलाई चाहिँ परमेश्वरले त्यसलाई चाहिँ ग्रहण गर्नुभयो, एक्सेप्ट गर्नुभयो। सो हाम्रो हृदयबाट नि जब हामीले प्रार्थना गर्छौँ नि, दुई किसिमको धुवा निस्किँदै गरेको हुन्छ। दुई किसिमको धुवा। एउटा धुवा चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ, एउटा धुवा चाहिँ मिठो बास्ना, जसलाई जुन चाहिँ धुवालाई सुनिकन परमेश्वरले के गर्नुहुन्छ? हाम्रो प्रार्थनालाई एक्सेप्ट गर्नुहुन्छ। जब हामी आत्मा र सत्यतामा केही कुरालाई गर्छौँ, त्यो चाहिँ कस्तो हो भन्दाखेरि, अब आजको दिनमा त हामी पशुलाई बलिदान गर्नु पर्दैन नि, होम गर्नु पर्दैन नि आगो बालेर। तर नि त्यो आगो चाहिँ कहाँ छ? भित्र छ, पवित्र आत्माको आगो हृदयभित्र। सो जब हृदयभित्रबाट इमान्दार काम गर्छौँ नि, त्यो प्रार्थनालाई चाहिँ प्रभुले सुन्नुहुन्छ। मतलब प्रार्थना गरेको अगाडि उभिएर गिटार बजाएर गीत गाएको या अगाडिबाट प्रार्थना लिड गरेको मात्र होइन, धुवा उठिरहेको हुन्छ हाम्रो जीवनको हरेक कुराबाट नै। हाम्रो जीवनको हरेक कुराबाट नै धुवा उठ्छ, अनि त्यो चाहिँ हाम्रो कामको धुवा। सो एउटा चाहिँ त्यसलाई चाहिँ के भन्दैछ? अघि प्रकाशको पुस्तक 5 अध्यायको 8 पदमा चाहिँ के भन्दैछ? त्यसलाई सन्तहरूको प्रार्थना भन्दैछ, प्रेयर्स अफ द सेन्ट्स। सो त्यहाँ तपाईँले के गर्नुहोस् भने त्यहाँ लेख्नुहोस् उत्पत्ति 8 अध्यायको 20 लेख्नुहोस्, 20 र 21 लेख्नुहोस्। त्यो एउटा धुवा हो, एउटा धुवा हो। अझै अर्को म देखाउनु पर्यो। त्यहाँदेखि प्रकाशको पुस्तक 8 अध्यायको 4 र 5 पनि हेर्नुहोस्। 8 अध्यायको 4 र 5। तीनदेखि नै पढ्छु। अनि अर्को स्वर्गदूत आए अनि सुनको धुपहरू लिएर वेदीको छेउमा खडा भए र सिंहासनको सामुने रहेका सुनको वेदीमाथि सबै सन्तहरूको प्रार्थना चढाउनको निम्ति तिनलाई धूप दियो। धूपको धुवा सन्तहरूको प्रार्थनाको साथ स्वर्गदूतको हातबाट परमेश्वरको सामुने मासतिर गयो। सो बाइबलले के भन्दैछ भने नि, जब सन्तहरूले प्रार्थना गर्छ, धर्मीजनले प्रार्थना गर्छ, त्यो प्रार्थनामा चाहिँ स्वर्गले पनि धूप थपिदिँदो रहेछ। धूप थपिदिँदै, धूप भनेको चाहिँ हामीले यहाँ बाल्ने सिङ्के धूप या अब के धूप हुन्छ नि, थुप्रो के धूप भन्छ है, त्यो त्यस्तो धूपको कुरा गरेको होइन, मान्छेको म्यानमेड ह्यान्डमेडको कुरा गरेको होइन। तर प्रेयर, ट्रु प्रेयर्स, साँचो प्रार्थना, साँचो आराधना है, ट्रु कन्डक्ट, साँचो व्यवहार, साँचो सोच। सो यसलाई चाहिँ नि कसरी स्पिरिचुअल realmमा, आत्मिक संसारमा चाहिँ अब यसरी अब यो कुरालाई यसरी डिटेक्ट हुँदो रहेछ। तर अब त्यो फोरी धुप आयो भने चाहिँ के हुन्छ भने नि, बाइबलले भनेको छ जहाँ सिनो छ त्यहाँ चाहिँ के छ? गिद्ध आउँछ। मत्ती 24:28। सो म मान्छेलाई ठगिरहेको छु, मान्छेलाई छलिरहेको छु, ढाँटिरहेको छु, नराम्रो व्यवहार देखाइरहेको छु, तर फेरि म यताबाट मुखले चाहिँ प्रार्थना गर्छु भने त्यो चाहिँ कस्तो हुन्छ? त्यो चाहिँ सिनोको गन्ध भएर जान्छ परमेश्वरको अगाडि। डेड वर्क्स, बाइबलमा त्यसलाई के भनेको छ? मरेको कामहरू भनेको छ, मरेको कामहरू, डेड वर्क्स। सो त्यो चाहिँ के भयो? अब त्यो चाहिँ सिनोको गन्ध जस्तै जान्छ माथि, त्यस्तो नमिठो गन्ध भएर जान्छ। अनि त्यो गन्धले चाहिँ के हुन्छ? केलाई एट्र्याक्ट गर्छ? गिद्धलाई। किनभने वचनले भनेको छ मत्ती 24:28, मत्ती 24:28 त्यहाँ के भनेको छ? जहाँ सिनो छ त्यहाँ के आउँछ? त्यहाँ गिद्ध आउँछ। गिद्धले कसरी थाहा पायो सिनो छ भनिकन? दुर्गन्ध हुन्छ नि सिनोको, लासको दुर्गन्ध हुन्छ। सो जब हाम्रो कामहरू पनि डेड वर्क्स हुन्छ नि, डेड वर्क्स, बिना कामको विश्वास मरे तुल्य। सो के विश्वास त गर्दैछ
तर विश्वास अनुसारको काम नै गर्दैन। वचनलाई विश्वास गर्छु भन्छ तर चट्टु बेहोरा देखाउँदैछ। अब त्यो 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 कामलाई चाहिँ कस्तो भन्छ, के भन्दो रहेछ, मरेको काम। बुझ्दै हुनुहुन्छ? बिना कामको विश्वास भनेको चाहिँ हामी कस्तो सम्झौँ, विश्वास गरेर भक्कु भारी उचाल्नु, विश्वास गरेर भक्कु बेल्चा चढ हो, त्यो पनि ठिकै छ, त्यो होइन भनेको होइन। तर विश्वासको काम चाहिँ के भने वचनले भनेको छ तैँले नचोर, तर म चोर्छु, अल्छे हुन्छु, काम चोर हुन्छु, या म पैसा चोर्छु, या पासवर्ड चोर्छु, या केही चोर्छु। अब के भयो, त्यो चाहिँ डेड वर्क्स। किनभने परमेश्वरको वचनले चाहिँ नचोर भनेको छ नि त, नठग भनेको छ, तर म ठग्छु। तर फेरि म यता पुरा प्रार्थना गर्छु, पुरा भूत डाँट्छु, भूत छेउमा बसेर हाँसिरहन्छ, त्यसको लागि त्यो के हो, जोक्स जस्तै हो भूतको लागि। त्यहाँदेखि के हुन्छ याद छ, बिस्तारै तपाईँको टाउकोमाथि नि गिद्ध आउनु थाल्छ। त्यो गिद्धको नाम डिप्रेसन हुन्छ। कतिपल्ट त्यो गिद्धको नाम नि छाडा सोच हुन्छ, फोरी सोच आउनु थाल्छ, फोरी सोच। कतिपल्ट के हुन्छ, ढिटाइ हुन्छ, त्यो गिद्धको नाम। सो के हुँदैछ, त्यो गिद्ध आइरहेको छ। सो त्यो गिद्धले चाहिँ के गर्दैछ भन्दाखेरि चाहिँ, त्यो गिद्धले चाहिँ गन्धलाई थाहा पायो। त्यो गिद्धले गन्धलाई थाहा पायो अनि के गर्दैछ, त्यो मान्छेको सोच। त्यहाँदेखि के भयो, राम्रै बसिरहेको छ, यहीँ सङ्गतिमा बसिरहेको छ, प्रार्थनामा बसिरहेको छ, के भन्छ, मलाई त आजकल पुरा नराम्रो विचार आउँछ। अनि तिमीले कुनै लिगल राइट दियो, मैले त केही दिएको छुइनँ, मैले त त्यस्तो नराम्रो पनि हेरेको छुइनँ। हेर्नु परेन नि, हेर्नु परेन। तर वचनलाई उल्टा जिउनुहोस् न, त्यही नै हो कानुनी अधिकार, त्यही नै हो कानुनी अधिकार। सो तपाईँले हेर्नु पर्दैन। अब के हुन्छ भन्नुहोस् त, जब त्यस्तो कुरा आउँछ नि मान्छेको जीवनमा, त्यो मान्छेले परमेश्वरको वचनलाई अभोइड गर्नु थाल्छ, परमेश्वरको वचनको सत्यतालाई अभोइड गर्छ, ऊ परमेश्वरको वचनदेखि तर्किनु थाल्छ। उसको जीवनमा नि मेन पोइन्ट सुन्ने बेला हुन्छ नि कुरा, त्यति बेला शैतानले डिस्टर्बेन्स ल्याइदिन्छ। किन भन्नुहोस्, अब कन्ट्रोल गर्नु थाल्यो। अन्त त म अरू बेला हुन्छ नसुत्नुहोस्, तर त्यति बेला अचानक जिस्किनु मनपर्छ, गिजाउनु मनपर्छ, या कुनै के कोट्याउनु मनपर्छ। किन, भित्रको त्यो अनक्लिन स्पिरिटलाई सुन्नु मन पर्दैन, त्यो वर्ड चाहिँ नि त्यसलाई रिसिभ गर्नु मन पर्दैन। अब के भइहाल्छ, त्यो गिद्धले के गर्यो, अब गिद्धको चाहिँ कस्तो हुन्छ त्यसको क्लज, त्यसले त ट्याप्पै पक्रेपछि त पक्रै नि, त्यसको बिख, त्यसको थुतुनाले त गाडेपछि त गाड्यो, त्यसले एकपल्ट पक्रेपछि छोड्दैन, यस्तो स्ट्रङ त्यसको ग्रिप हुन्छ। सो के हुन्छ भने नि, अब इक्जाम्पल दिँदैछु तपाईँलाई, तपाईँको लाइफको डेड वर्क्समा नि परमेश्वरको लाइट आउँदै गरेको हुन्छ नि, दिँदैन, त्यसले कन्ट्रोल गर्यो। सो कतिजनाले अनुभव गर्नुभएको छ जीवनमा यस्तो कुराहरू, यो कुरालाई तपाईँले अनुभव गर्नुहुन्छ, के भएको मलाई। त्यहाँदेखि तपाईँको प्रब्लम चाहिँ, अब हेर्नुहोस् है, त्यति बेला नि त्यसलाई कसैले प्रार्थना गरिदिएर जानेवाला छैन, त्यसलाई कसैले प्रार्थना गरेर जानेवाला छैन। है तपाईँलाई त्यति बेला कसैले काउन्सिलिङ गर्दाखेरि जानेवाला छैन, किनभने तपाईँ यु आर लिभिङ अ रङ लाइफ। तपाईँको काम चाहिँ कस्तो छ अरे, डेड वर्क्स, मरेको काम। सबैले भन्नुहोस् त, मरेको काम भन्नुहोस् त। अब मरेको कामले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ, हो मरेको कामले चाहिँ स्ट्रङ बिस्टलाई बोलाउँछ। सो चराहरूमा स्ट्रङ बिस्ट कुन चाहिँ हो, इगल हो नि त। सो इगलकै फ्यामिलीमा पऱ्यो नि गिद्ध पनि। अब के आयो, अब इजिकलले देखेको दर्शनमा चाहिँ के थियो, पहिला चाहिँ घस्रने जन्तु थियो, त्यहाँदेखि चाहिँ के थियो, बिस्ट। अब स्ट्रङ बिस्ट आयो, त्यसले आएर ट्याप्पै पक्रेपछि चाहिँ के भयो, तपाईँलाई यस्तो कन्ट्रोल गरिदिन्छ, तपाईँको प्रार्थनालाई कन्ट्रोल गरिदिन्छ, अनि तपाईँलाई यस्तो झन् ढोङ्गी बनाइन्छ त्यो मान्छेलाई, झन् ढोङ्गी। किनभने एकातिर वचन त सबै जान्दैछ नि। सो लेट मी रिमाइन्ड यु, फेरि सम्झाउँ तपाईँहरूलाई, सबैलाई, शैतानलाई पनि थाहा छ है वचन चाहिँ सबै थाहा छ शैतानलाई। किनभने स्वर्गमा त त्यसले कति युग 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 देखिन्छ नि वचनलाई देखेको। यीशु ख्रीष्टलाई चाहिँ के भनेर चिनिन्छ स्वर्गमा, परमेश्वरको वचन भनेर चिन्छ। परमेश्वरको वचन, लिखित वचनलाई भन्दा पहिला चाहिँ नि त्यसले स्वर्गमै परमेश्वरको वचनलाई चिनेको। सो त्यसले गर्दाखेरि नि त्यसलाई तपाईँले त्यहाँ आउटरन गर्न सक्नुहुन्न। तर आज हामीलाई किन वचन दिएको भन्दाखेरि चाहिँ बाइबलले भनेको छ, सो द्याट शैतानले चाहिँ हामीलाई भ्रममा नपरोस्, सो द्याट इट विल नट आउटरन अस भनेर लेखेको छ वचनमा। पहिलो कोरिन्थी 2:11 हामीले पढ्यो भने त्यो कुराले लेखेको छ, यसरी भनेको छ। म पढिदिनु पर्यो एकपल्ट। यसो भनेर लेखेको छ, दोस्रो कोरिन्थी ताकि शैतानले हामीलाई फसाउनु नपाओस्, किनकि त्यसको युक्तिहरूको विरुद्धमा हामी अनजान छैनौँ। सो परमेश्वरको वचनमा चाहिँ नि किन शैतानको बारेमा पनि बताएको छ, त्यसको युक्तिहरूको बारेमा किन बताएको भन्दाखेरि चाहिँ त्यसलाई थाहा छ
त्यसलाई थाहा छ परमेश्वरको वचन चाहिँ सोर्ड हो भनिकन, त्यो तरबार तपाईँलाई चलाउनै दिँदैन। किनभने त्यो तरबार चलाउने मान्छे चाहिँ कस्तो हुन्छ भने वचनलाई सुन्छ अनि वचन अनुसार जिउँछ। उसकोमा डेड वर्क्स छैन, उसकोमा लिभिङ वर्क छ, जिउँदो कामहरू छ उसको काम, मरेको छैन। सो प्रभुले हामीले बाइबलमा पढ्दै गर्दाखेरि सार्डियसको मण्डलीलाई के भनेको छ, तिम्रो कामहरू कस्तो छ, मरेको छ, मरेको, डेड वर्क्स, मरेको कामहरू। सो अब यहाँ प्रकाशको किताब 8 अध्यायको 3 अनि 3, 4 अनि 5 पदमा मैले पढ्दै थिएँ। अनि यहाँ के भन्दैछ भने अर्को एउटा स्वर्गदूत आएर खडा भएर सिंहासनको सामुन्ने रहेको सुनको वेदीमाथि सबै सन्तहरूको प्रार्थनासँग चढाउनको निम्ति तिनलाई धेरै धूप दियो। सो जब हामी प्रार्थना गर्छौँ नि, यो भनेको चाहिँ के हो भन्दाखेरि नि, जब हामी प्रार्थना गर्छौँ, जब हामी शुद्ध हृदयको साथ प्रार्थना गर्छौँ, शुद्ध हृदय भनेको चाहिँ अब शुद्ध हृदय भनेको चाहिँ थुप्रो स्ट्यान्डर्ड्सहरू छ। मान्छेको स्ट्यान्डर्ड अनुसार चाहिँ आफ्नै आफ्नै हिसाबले शुद्ध छ। हितोपदेशले भन्छ यस्तो मान्छेहरू पनि छ जो आफ्नै हिसाबले शुद्ध छ, तर त्यो शुद्ध हृदयको कुरा गरेको होइन। यो शुद्ध हृदय चाहिँ त्यो हृदय हो जो चाहिँ परमेश्वरको वचन र पानीले धोएको छ। शुद्ध हृदय भनेको चाहिँ त्यसलाई भनेको छ इफिसीको किताब 5 अध्यायको 25 र 26 पद अनुसार त्यो चाहिँ वचन र पानीले धोएको हृदय हो, शुद्ध हृदय। सो जब एउटा मान्छेले शुद्ध हृदयको साथ प्रार्थना गर्छ, त्यहाँ भन्दैछ वेदीमाथि सबै सन्तहरूको प्रार्थनासँग चढाउनको निम्ति तिनलाई धेरै धूप दियो। अब प्रार्थना आफैमा एउटा धूप हो, तर के भन्दैछ अझै धूप दियो, अझै त्यो स्वर्गदूतलाई अझै धेरै धूप दियो। अनि त्यो धूप चाहिँ के हो भन्दाखेरि चाहिँ त्यो धूप चाहिँ रोमीको किताब 8 अध्यायको 34 पद अनुसार यीशु ख्रीष्ट परमेश्वर पिता र हाम्रो बीचको मध्यस्थता गर्नुहुन्छ उहाँले। सो जब हामी यीशु ख्रीष्टको रगतद्वारा वचनको आज्ञा पालनद्वारा आउँछौँ नि, तब यीशु ख्रीष्टले पनि हाम्रो लागि के गरिदिनुहुन्छ, पितासँग अन्तर्विन्ती गर्नुहुन्छ, उहाँले चाहिँ हाम्रो मध्यस्थता गर्नुहुन्छ। सो त्यो धेरै धूप भनेको चाहिँ यीशु ख्रीष्टको मध्यस्थता हो। खोल्नुहोस् त रोमी 8को 34। मैले किन पढेको भन्दाखेरि चाहिँ मैले बनाएर भनेको होइन, यो वचनमा लेखेको छ। रोमी 8को 34। दण्डको आज्ञा दिनेको मर्ने त ख्रीष्ट येशू नै हुनुहुन्छ, जो मरेकोबाट जीवित पारिनुभयो र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, जसले हाम्रो निम्ति मध्यस्थता पनि गर्नुहुन्छ। सो पिताको दाहिने हातपट्टि बसिकन यीशु ख्रीष्टले हाम्रो लागि मध्यस्थता गर्नुहुन्छ। तर त्यो चाहिँ पहिला के हुँदैछ, अब पृथ्वीबाट हामी सन्तहरूले प्रार्थना गर्दैछ। सन्त भनेको चाहिँ प्रभुको रगतले धुइएको, सफा गरिएको, अनि फेरि पापमा नफर्केको। सो अब यो इजिकेलको नक्सालाई हेर्नुहोस् यहाँ तपाईँले। सो यो इजिकेलको नक्सालाई हेर्दै गर्दाखेरि, इजिकेलको किताब 8 अध्यायको नक्सालाई हेर्दै गर्दाखेरि चाहिँ भित्र त के थियो, भित्री कोठा त जो चाहिँ प्रार्थना कोठा त्यो चाहिँ धुपले नै भरिरहेको थियो। यसो हेर्दाखेरि देव प्रेइङ, उनीहरू प्रार्थना गर्दै थियो। तर यो चाहिँ कस्तो धुप थियो भन्दाखेरि यो चाहिँ अनौठो धुप थियो। दिस वाज अ स्ट्रेन्ज फायर, किनभने यो सन्तहरूको प्रार्थना थिएन, तर यो चाहिँ डेड वर्क्स थियो, डेड वर्क्स। लेवीको किताब 10 अध्यायको 1 र 2 पदको त्यो स्ट्रेन्ज फायर थियो, अनौठो धुप थियो। त्यो चाहिँ अनौठो धुप। प्रभुले के भन्नुभएको थियो, तिमीहरूले चाहिँ अर्को किसिमको धुप नबनाउनु है, परमेश्वरले प्रिस्क्राइब गरेको बाहेक अर्को किसिमको त्यस्तो देखिने पनि नबनाउनु भन्नुभएको थियो। तर के गर्यो भन्दाखेरि हारुनको छोराहरूले चाहिँ स्ट्रेन्ज फायर जलायो, स्ट्रेन्ज फायर, अनौठो धुपहरू जलाइरहेको थियो। अनि त्यो अनौठो धुपले चाहिँ परमेश्वरलाई चाहिँ मनै पर्दैन, मनै पर्दैन। त्यसले गर्दाखेरि हामीले गरेको आराधना, हाम्रो जीवन, हाम्रो काम सबै नै इट्स सेन्डिङ अ मेसेज। सो स्पिरिचुअल realmमा अब जब त्यो प्योर प्रार्थना गर्छ नि, साँच्चीकै प्रार्थना, त्यो प्रार्थना चाहिँ यस्तो धुप भएर जान्छ, त्यसमा अझै धुप थपिदिन्छ। त्यो धुप चाहिँ रोमी 8को 34 पद अनुसार यीशु ख्रीष्टले हाम्रो निम्ति गर्नुहुने मध्यस्थता हो, यीशु ख्रीष्टले हाम्रो निम्ति गर्नुहुने मध्यस्थता। तर अर्को चाहिँ के छ भने अब अर्को चाहिँ मान्छेले ल्याएको स्ट्रेन्ज फायर हो। सो त्यसले गर्दाखेरि नि हामीले जब परमेश्वरलाई प्रार्थना गर्छौँ, प्रभु यीशु ख्रीष्टले यूहन्नाको किताब 8 अध्यायको 24 पदमा भन्नुभयो, बेला आउँछ र बेला अहिले नै हो। यूहन्ना 8 भनेपछि यूहन्ना 4को 24मा जब उहाँलाई पुज्नेहरूले चाहिँ आत्मा र सत्यतामा, आत्मा र सत्यता, सत्यता भनेको चाहिँ के हो, वचनलाई सुनेको अनुसार हामी जीवनलाई जिउँछौँ। सो द्याट इज स्पिरिट एन्ड ट्रुथ। सो यिनीहरूले के गर्दै थियो भन्दाखेरि चाहिँ स्ट्रेन्ज फायर जलाउँदै थियो। अनि भित्री कोठामा चाहिँ के थियो, उनीहरूले यसरी पुजिरहेको थियो, उनीहरूले विभिन्न कुराहरूलाई यसरी पुजिरहेको थियो। अनि परमेश्वरले के देखाउनु भयो भन्दाखेरि चाहिँ, अनि त्यो चोकभित्र चाहिँ के थियो भन्दाखेरि चाहिँ उनीहरूले विभिन्न घिनलाग्दो यसरी घस्रने जन्तु तीनवटा कुरा गरिरहेको थियो। 3 किसिमको कुरा थियो। एउटा चाहिँ घिस्रिने जन्तुहरू थियो, अनि अर्को चाहिँ के थियो, घिस्रिने चिजहरू थियो, त्यहाँदेखि घिनलाग्दो पशुहरू थियो,
बिस्ट्स. सो बिस्ट अफ द एयर चाहिँ मैले अघि तपाईँलाई भने बाइबलमा त्यो घिनलाग्दो बिस्टको बारेमा चाहिँ के भनेको छ, मत्तीको किताब 4:24 पद, जहाँ चाहिँ सिनो छ त्यहाँ चाहिँ के आउँछ, गिद्ध आउँछ. कतिवटा बाइबलमा चिल पनि भनेर लेखेको छ, इङ्ग्लिस बाइबलमा चिल. किन चिल चाहिँ के हो, बिस्ट अफ द एयर, आकाशको भयानक जन्तु हो त्यो चाहिँ, है त्यो चरा हो. सो तर त्यो पनि बिस्टको क्याटेगोरीमै आउँछ त्यो पनि. सो यहाँ चाहिँ भन्दैछ एबोमिनेबल बिस्ट, घिनलाग्दो पशुहरू थियो, घिनलाग्दो जन्तुहरू थियो, घिस्रने थोकहरू, घिनलाग्दो जन्तुहरू थियो. सो त्यो चाहिँ कसरी आउँदो रहेछ. अब हेर्नुहोस् है, अब अस्ति हामीले घस्रने जन्तु थ्रु ट्रेडिसन अफ मान्छेले बनाएको परम्पराबाट आउँछ. अब यो घिनलाग्दो पशु चाहिँ कसरी आउँदो रहेछ भन्दाखेरि चाहिँ नि वेन वी स्टार्ट टु गिभ स्ट्रेन्ज फायर्स, जब हामीले अनौठो धुपहरू बाल्न थाल्छौँ हाम्रो जीवनमा, अनौठो धुप जो चाहिँ परमेश्वरको वचनमा प्रिस्क्राइब गरेको छैन, परमेश्वरको वचनदेखि बाहिरको कुरा. सो लेवीको किताब 10 अध्यायमा आउनु सबैजना एकैछिन. लेवीको किताब 10 अध्यायमा आउनु भने अब यो कुरालाई हामी हेरौँ. त्यसमा चाहिँ लेवीको किताब 10 अध्यायमा गएर हेऱ्यो भने परमेश्वरले के भन्नुभयो भने परमेश्वरको वचनमा यसरी लेखेको छ. नेपालीमै पढिदिनु पऱ्यो म. अब यसलाई आज हामी हेर्दैछौँ, दोस्रो हेर्दैछौँ है, दोस्रो घिनलाग्दो जन्तुलाई हेर्दैछौँ. सो लेवीको किताब 10 अध्यायमा हामीले गएर पढ्यो भने हारूनका छोराहरू नादाब र अबिहुले आफ्नो धुपहरू लिएर त्यसमा आगो भरे र त्यस आगोमा धुप हालेर परमप्रभुले आज्ञा नगर्नु भएको आगो हालेर उहाँको सामु चढाए. सो अनअथोराइज्ड फायर भन्दैछ इङ्ग्लिसमा चाहिँ. परमेश्वरले आज्ञा नगर्नु भएको आगोलाई जलायो. आगो त जलायो, हेर्नु चाहिँ आगो जलायो, जागृति आगो जस्तै नै भयो, तर त्यो आगो चाहिँ परमेश्वरले अथोराइज गर्नु भएको थिएन. र त्यसले गर्दाखेरि नि हामीले गर्दै गरेको कतिवटा कुरा जागृति जस्तै देखिन्छ, तर वास्तवमा चाहिँ त्यो जागृति हुँदैन, त्यो चाहिँ अनअथोराइज्ड फायर हुन्छ, अनअथोराइज्ड. त्यसले गर्दाखेरि हामीलाई परमेश्वरको व्यवस्था जान्नु आवश्यक छ. किन परमेश्वरको व्यवस्थाले चाहिँ हामीले के चाहिँ अथोराइज्ड हो, के चाहिँ अनअथोराइज्ड हो हामीलाई बताएको छ. अब यो हामीले बाइबलमा पढ्यो भने कहाँ भेटाउँछौँ भन्दाखेरि प्रस्थानको किताब 30 अध्यायको 8 र 9 विशेष गरेर 9 पदमा हामीले पाउँछौँ कि हामीले चाहिँ अनअथोराइज्ड परमेश्वरको वचनले नगर भनेको कुरालाई गर्नु पाउँदैनौँ. जब पनि हामीले परमेश्वरको वचनले नगर या परमेश्वरको वचनमा नलेखेको कुरा गर्छौँ, त्यो चाहिँ अनअथोराइज्ड फायर हो, त्यो चाहिँ अनअथोराइज्ड अथवा परमेश्वरले स्वीकृति नदिनु भएको कुरा. प्रस्थान किताब 30 अध्यायको 9 पद. सो झुट डरलाग्दो कुरा है, डरलाग्दो कुरा हो, पर्सनल इन्ट्रेस्ट डरलाग्दो कुरा हो. जब परमेश्वरको कुरा आउँछ नि, हाम्रो पर्सनल इन्ट्रेस्ट काहीँ पनि आउनु हुँदैन. परमेश्वरको कुरा आउँदै गर्दाखेरि यसो भनेर लेखेको छ, त्यस वेदीमा अरू किसिमको धुप, होम बलि, अन्न बलि नचढाउनु र अर्घ बलि पनि नचढाउनु. सो परमेश्वरले भन्नुहुँदैछ अर्को किसिमको, त्यो जुन चाहिँ वेदी छ, वेदीमा चाहिँ सधैँ आगो जलिरहनुपर्छ. माथि 9 पदमा भन्दैछ, 7देखि पढ्छु. वेदीमा हारूनले सुगन्धित मसालाको धुप प्रत्येक बिहान बत्तीहरू सच्याउँदा जलाओस्. सो प्रत्येक बिहान जुन चाहिँ हामी प्रभुलाई प्रार्थना गर्छ नि, उठिकन डिभोसन गर्छ नि, फ्यामिली डिभोसन, त्यो चाहिँ परमेश्वरको अगाडि कस्तो धुप रहेछ, सुगन्धित धुप. सो वेदीको नियममै थियो नि त. सो वेदीको नियममा चाहिँ के गर्थ्यो, प्रत्येक बिहान पनि यहाँ भन्दैछ जब हारूनले सुगन्धित मसालाको धुप प्रत्येक वेदीमा हारूनले सुगन्धित मसालाको धुप प्रत्येक बिहान बत्तीहरू सच्याउँदा जलाओस्. प्रत्येक बिहान. कुन बिहान हजुर? प्रत्येक भनेको कहिले हो हजुर? सधैँ, हरेक दिन, प्रत्येक बिहान जलाउनु पर्थ्यो. अनि त्यो भनेको चाहिँ के हो, हामी फ्यामिली अल्टरमा बस्छौँ नि है, पारिवारिक वेदी, हामी पनि बिहानै डिभोसन गर्छौँ. सो याद राख्नुहोस्, त्यो चाहिँ कसले प्रिस्क्राइब गरेको हो हजुर? यो घरमा मिस्टर सोलोमन राईले गरेको होइन, परमेश्वरले प्रिस्क्राइब गर्नुभएको हो. सो कतिजनालाई चाहिँ कस्तो लाग्छ, मान्छेले गरेको है. सो वेदीमा नजान्दा पनि हुन्छ. आज म अलिक भ्याइनँ कि अलिकति भ्याइनँ, त्यसले गर्दा म आउँदिनँ. होइन, त्यो वेदीमा तपाईँ हुनु जरुरी छ परिवारमा. त्यो चाहिँ शक्ति हो नि, त्यो चाहिँ सामर्थ्य हो नि, त्यो चाहिँ स्वर्गको नक्सा हो, यो चाहिँ परमेश्वरको आज्ञा हो. सो प्रत्येक बिहान तिमीहरूले बत्ती सच्याउँदा चाहिँ धुप जला. अब आज हामी त गएर मन्दिरमा धुप बालेर क्यान्डल स्ट्यान्ड राखेर है, क्यान्डल बालेर हामी गर्दैनौँ त्यस्तो. त्यो त मान्छेले बनाएको परम्परा हो.
मान्छेले चाहिँ के गर्छ, अब मान्छेले गर्यो भने चाहिँ कसरी गर्छ, एउटा क्यान्डल बाल्यो, एउटा फोटो काटेर ठ्याक्क राखिदियो है। के भयो, वेदीमा के जलाउनु भनेको छ, बत्ती बाल्नु भनेको छ, बत्ती बाल्दियो। होइन नि, होइन, बत्ती को हो? तिमीहरू यो जगतको के हो, ज्योति हो। जगतको ज्योति तिमीहरू हो भनेको छ। परमेश्वरको सुवासना हो पनि भनेको छ। फेरि हामीलाई नै भनेको छ। बासना पनि, बत्ती पनि हामीलाई भनेको छ। बत्ती मलाई भनेको छ, सुवासना पनि मलाई नै भनेको छ। जीवनको सुवासना हो कि चाहिँ मृत्युको दुर्गन्ध हुन्छ। अब मृत्युको दुर्गन्ध चाहिँ के हो भने, जो चाहिँ परमेश्वरले अनअथोराइज्ड, परमेश्वरले योग्य नठान्नु भएको कुरालाई हामी गर्छौँ नि, त्यो चाहिँ मृत्युको दुर्गन्ध हो। सो ओके, सो प्रभुले के भन्नुभयो, तिमीहरूले के गर्नु, त्यहाँदेखि के भन्छ, फेरि बेलुकी हारूनले बत्ती बाल्दा त्यो जलाओस् र यसरी पुस्ता पुस्तासम्म परमप्रभुको सामने त्यो निरन्तर बल्ने धूप हुन्छ। सो बिहान पनि जलाउनु अरे, त्यहाँदेखि बेलुका पनि जलाउनु, परमेश्वरले भन्नुभएको रहेछ है। हामी चाहिँ बेलुका भ्याउँदैनौँ कि बिहान मात्रै गर्छौँ। हामी बिहान भ्याउँदैनौँ, बेलुका मात्रै गर्छौँ। परमेश्वरले पनि भन्नुहुन्छ, म पनि बेलुका मात्रै भ्याउनु पऱ्यो तिमीहरूलाई। तिमीहरू भ्याउँदैन, म पनि भ्याउँदिनँ। जस्तोसँग परमेश्वर त्यस्तै देखा पर्नुहुन्छ। त्यसलाई चाहिँ नगर्नुहोस्, इन्भेस्ट गर्नुहोस् तपाईँको टाइमलाई, तपाईँको समयलाई इन्भेस्ट गर्नुहोस्। हामी शक्तिशाली हुनु हो भने चाहिँ नि, शक्तिशाली परमेश्वरले भन्नुभएको शक्तिशाली वचनलाई हामीले प्रतिपालन गर्नुपर्छ। त्यो चाहिँ शक्ति हो, द्याट इज पावर। अनि त्यहाँदेखि प्रभुले भन्नुभयो, अरू किसिमको धूप नजलाउनु। अरू किसिमको धूप नजलाउनु भनेको चाहिँ संसारको तरिका नसिक्नु। संसारको परमेश्वरलाई चाहिँ यसो है, प्रार्थनाको समयमा यसो गीत बजाइदियो, प्रार्थनाको टाइम भयो भने प्रार्थना बजाइदियो, त्यहाँदेखि एउटा क्यान्डल ल्याएर ठ्याक्कै राखिदियो। त्यो चाहिँ अरू किसिमको धूपहरू हो, अरू किसिमको धूपहरू हो। आफ्नै तरिकाहरू छ। सो एउटा मान्छेलाई थाहै छैन, ऊ कति अभागी हुँदै जाँदैछ। लौडिसियाको मण्डलीले चाहिँ सम्झिरहेको थियो, म चाहिँ धनी छु, तर ऊ चाहिँ अभागी भनेको छ त्यो बाइबलमा। किन भन्दाखेरि नि, उसले चाहिँ यसरी आफ्नै तरिकाले धनी भइरहेको थियो, तर परमेश्वरसँग चाहिँ धनी थिएन। अब यो गर्दाखेरि नि हामी गरिब हुन्छौँ संसारको हिसाबले भने चाहिँ परमेश्वरको नजरमा चाहिँ त्यो चाहिँ शुद्ध धर्म। अब शुद्ध धर्म चाहिँ बाइबलले 3वटा कुरालाई भनेको छ। शुद्ध धर्म भनेको चाहिँ गरिब दुखीलाई, विधवालाई, टुराटुरीलाई उनीहरूको अवस्थामा हेरचाह गर्नु है, त्यहाँदेखि आफैलाई दुनियाँदेखि अलग राख्नु। अन्त यो त यस्तो गरेर त कहाँ दुनियाँमा जिउँछ भने हो, त्यसले गर्दा त हामी अलग छौँ त, त्यसले गर्दा त हामी डिफ्रेन्ट छौँ त, डिफ्रेन्ट छौँ। सो हामीले बिहानै उठेर परमेश्वरको अगाडि यसो टिङ 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 घन्टी बजाएर हुने खालको होइन, हामीले पूजेको मूर्ति होइन, होइन त्यस्तो। सो आज चाहिँ म भ्याइन, तँ ल पुजारी, मेरो बदली यो त्यो। अब त्यसले गर्दा त तिमीहरू कमजोर छौ, त्यसले गर्दा त तिमीहरू दुर्बल छौ। तिमीहरू माग्नु त माग्छ नि, मागेको पनि सबै आफ्नै शरीरमा खर्च गर्नुलाई मात्रै मागिरहेका छौ। सुन्नुहोस् है, यो कुरा चाहिँ नि यदि हामीले बुझ्यौँ भने नि बिस्तारै हामी शक्तिशाली हुन थाल्छौँ। सो अब अघि मैले धूपको कुरा गर्दै थिएँ तपाईँसँग। अब स्वर्गमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि चाहिँ हाम्रो प्रार्थना चाहिँ धूप जस्तो भएर जाँदो रहेछ। तर अब अरू किसिमको धूप चाहिँ हामीले बाल्नु हुँदैन, अरू किसिमको धूप। सो परमेश्वरले भन्नुभयो, बिहान पनि तिमीहरूले बत्ती बाल्दाखेरि धूप चढाउनु। अब हामीले गएर सिङ्के धूप या भोटे धूप या अर्को कुनै के धूप है, त्यस्तो खालको धूप जलाउनु भनेको होइन। त्यो त प्रभुलाई विश्वास नगर्ने मान्छेहरूले उनीहरूको अज्ञानतामा गर्छ। उनीहरूको बारेमा त हामीलाई भन्नु केही पनि छैन, हाम्रो विरोध पनि छैन, हामी सहमति पनि छैन, त्यो उनीहरूको भाग हो। तर हामीलाई चाहिँ प्रभुले भन्नुहुँदैछ, हामीले सही धूप लिएर आउनुपर्छ, सही धूप। त्यो चाहिँ के रहेछ, हाम्रो प्रार्थना, हाम्रो आराधना। सो के भयो, अब बत्तीलाई सच्याउनु पर्यो, किनभने हामी जगतको के हौँ, ज्योति हौँ, वी आर द लाइट अफ द वर्ल्ड। सो पुरानो करार रद्दी भएको छैन नि, तर अघि चाहिँ त्यसलाई चाहिँ अनुष्ठानिक रूपमा बुझ्दै थियो मान्छेले। तर अब हामी आत्माको नयाँपनमा यो कुरालाई बुझ्छौँ। आत्माको नयाँपनमा रोमी किताब 7 अध्यायको 6 पदले भन्छ, पुरानो व्यवस्थाको पुरानोपनमा होइन, तर आत्माको नयाँपनमा। सो नयाँपनले त मलाई सिकाउँदैछ नि, म नै परमेश्वरले भन्नु, मेरो प्रार्थना नै धूप हो। सो त्यो चाहिँ आत्माको नयाँपन हो। सो त्यो नयाँपनको साथमा जब म परमेश्वरको वचनलाई पालन गर्छु, त्यो पालन गराइले चाहिँ परमेश्वरले स्वर्गबाट आशिष दिनुहुन्छ। तर अब यहाँ के थियो भने चाहिँ त्यो धूप बाल्दै थियो नि उनीहरूले, त्यो धूपले चाहिँ नि खासमा केलाई एट्र्याक्ट गरेछ है, त्यो धूपले स्वर्गदूतलाई एट्र्याक्ट गर्नुपर्ने थियो है, त्यो धूपले स्वर्गलाई एट्र्याक्ट गर्नुपर्ने थियो, तर केलाई एट्र्याक्ट गरेछ, घिनलाग्दो जन्तुहरूलाई। सो त्यो घिनलाग्दो जन्तु चाहिँ कति बेला हाम्रो लाइफमा आउँदो रहेछ, भित्र प्रार्थना कोठामा, जब हामीले गलत धूपहरू बाल्छौँ। सुन भाइ बहिनीहरू, छोराछोरीहरू सुन,
नाक नखुम्छौ तिमीहरू प्रार्थना गर्नुपर्दा है। नानीहरू आज यहाँ जुममा जोडिरहेको छ परिवारहरू, नानीहरू नाक नखुम्छौ प्रार्थना गर्नुपर्दा। पति पत्नी परिवार एक भएर प्रार्थना गर्नुहोस्, नाक नखुम्चाउनुहोस्। के साह्रो प्रार्थना गर्नुपर्ने के हो यस्तो? गनगन नगर्नुहोस्। बाबुहरू नरिसाउनुहोस्, प्रार्थना गर्नुपर्छ भन्दाखेरि नरिसाउनुहोस्। किनभने यो भन्ने चाहिँ देशको प्रधानमन्त्रीले भनेको होइन, देशको मान्छेले भन्यो भने त हामी झट्टै मानिहाल्ने थियौँ। तर यो भन्नुहुने चाहिँ राजाहरूको राजाले भन्नुभएको, किङ अफ किङ्स, राजाहरूका राजा, प्रभुहरूका महाप्रभुले भन्नुभएको। प्रकाशको किताब 17 अध्यायको 14 पदले भन्छ, उहाँ चाहिँ राजाहरूका राजा अनि उहाँ चाहिँ प्रभुहरूका प्रभु हुनुहुन्छ। सो हामीले चाहिँ नि यो भन्दै गर्दाखेरि नि झर्को मान्छ कतिजना, नानीहरू झर्को मानिरहेको हुन्छ। आज यहाँ थुप्रो नानीहरू छ है, प्रार्थना 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 झर्को लाग्छ, इरिटेट लाग्छ। तर नि त्यो प्रार्थनाको चाहिँ यस्तो डरलाग्दो ताकत छ, तिमीले सही प्रार्थना गर्यो भने चाहिँ के हुन्छ अरे भन्दाखेरि चाहिँ त्यो प्रार्थनाको साथमा चाहिँ अरू धूपहरू थपिदिन्छ। एकछिन त्यहाँदेखि हामी जाउँला फेरि उता अघि प्रकाश किताब 8 अध्यायको मैले 6 पद त पढेकै छुइनँ, 5 पद त अब म त्यसलाई माथिदेखि नै पढ्छु, 4 देखि नै, तर मैले पढ्नु खोजेको 5 हो अब यति बेला चाहिँ। यसो भनेर लेखेको छ, धूपको धुवा सन्तहरूको प्रार्थनाको साथ स्वर्गदूतको हातबाट परमेश्वरको सामुन्ने मासतिर गयो। तब स्वर्गदूतले धुपौरो लिएर वेदीको आगो त्यसमा भरिदिए र पृथ्वीमा फ्याँकिदिए अनि मेघ, गर्जन, आवाजहरू, बिजुलीको चमकहरू उत्पन्न भए र भूकम्प गयो। अब सन्तहरूको प्रार्थना चाहिँ यति साह्रो शक्तिशाली रहेछ, त्यसले चाहिँ नि थुप्रो कुराहरूलाई खोल्दो रहेछ। स्वर्गको हतियार यो जुन चाहिँ छ नि, मेघ, गर्जन, आवाज, बिजुलीको चमक र भूकम्प, यो चाहिँ स्वर्गको हतियारहरू हो। जब एउटा सन्तको प्रार्थना, सन्तले प्रार्थना गर्न थाल्छ नि, त्यसरी त्यो हुन थाल्छ। जब प्रेरितको दिनहरूमा के हुन थाल्यो, उनीहरूले प्रार्थना गर्दै गर्दाखेरि त्यो ठाउँमा भुइँचालो जान थाल्यो, मैले एकपल्ट लिटरली अनुभव गरेको छु। हामी एउटा ठाउँमा गएका थियौँ अनि त्यो ठाउँमा यति साह्रो केही पनि थिएन फेसिलिटिज, न त साउन्ड सिस्टम थियो न त केही थियो, जस्ट एउटा गिटार बोकेर आराधना गर्दै थियो सबैजना। तर त्यो कोठामा हुने सबैजना यति साह्रो बेसी मग्न भएर आराधना गर्दै थियो। आराधनाको बिचमा यस्तो डरलाग्दो हल्लियो त्यो ठाउँ, सबैजना अत्तालले एकछिन ठुलो भुइँचालो गएछ भनिकन। तर भरे त्यो सेवा सकेर तपाईँले भुइँचालो गएको थाहा पाए सबैले। तर अरू मान्छेलाई सोधेको त्यो यताउतिको, कहिले गयो भुइँचालो गएन भन्ने उनीहरूले त। फेरि घरमा आएर पनि सोधे, हामीले भुइँचालो गएको थाहा पाएँ, गएन त। त्यो ठाउँ नि हल्लियो यसरी। अब यो कतिजनाको लागि नपत्याउने होला, त्यो तपाईँकै भारी, तपाईँकै कचौरा हो, त्यो अब केही भन्नु छैन। तर त्यो चाहिँ मैले तपाईँलाई त्यतिकै भनेको नि, अनुभव गरेर भनेको। मतलब जब साँच्चीकै आत्मा र सत्यतामा हामी परमेश्वरको कुराहरू गर्न थाल्छौँ नि, त्यो चाहिँ यसरी मेनिफेस्ट हुन्छ। मजा आउँछ नि है, यस्तो हुनु थाल्यो नि मजा आउँछ नि। किन तपाईँलाई हाउडे लाग्दैन नि त्यहाँदेखि। तर भुइँचालो चाहिँ झुलेर टेबलमा झुलेर गएको चाहिँ त्यो चाहिँ फेरि अर्कै हो है। भुइँचालो गएको भने त हल्लाउँदै पो रहेछ, छेउको मान्छेले झुलिरहेको छ। अन्त एक दिन एउटा मान्छेले सपना देखेछ, सपनामा त पुरा टल भएको सपना देखेछ, यति साह्रो टल भयो, लम्बु भएको सपना देखेछ। भरे आँखा खोल्दाखेरि पनि यस्तो भित्ता छुइरहेको थियो अरे खुट्टाले। अब सपना त सपना भइगयो, तर आँखा खोल्दाखेरि पनि भित्ता छुइरहेको छ खुट्टाले, पलङदेखि बढेर यसरी। भरे त के भएछ नि, घुमेर सुत्दाखेरि चाहिँ नि पलङ यसरी सुत्नु पर्ने नि, यसरी उल्टापट्टि राति सपनामा घुमेर, त्यति बेला भित्ता छोएको रहेछ। त्यस्तो खालको जागृतिले हुँदैन, त्यस्तो सपना देख्नेहरू भनेको छ नि बाइबलमा है। केही काम गर्नु चाहँदैन, सपना चाहिँ ठुल्ठुलो छ। तर वी हेभ पावर, हामीसँग शक्ति छ है। अनि शक्ति चाहिँ के हो भन्नुहोस् त, सन्तहरूको प्रार्थना चाहिँ त्यति साह्रो पावरफुल हुन्छ, त्यति साह्रो पावरफुल छ। अब यो कुरालाई चाहिँ एलियाले बुझेको हो नि त। एलिया कहीँ गयो कि भूकम्प आउँथ्यो नि, जमिन नै के हुन्थ्यो, काँप्नु थाल्थ्यो एलिया जाँदाखेरि चाहिँ है। गर्जन आउँथ्यो, आवाज आउँथ्यो। किन भन्नुहोस् त, किनभने उसले यो कुरालाई बुझेको थियो। अनि अन्त त बाइबलमा एलियाको प्रार्थनालाई मेन्सन गरेको छ। एलिया पनि हामी जस्तै कस्तो थियो, दुःख, याकुब किताब 5 अध्यायमा बताएको छ नि, हामी जस्तै अर्डिनेरी मान्छे थियो। तर उसले गरेको प्रार्थनाले चाहिँ स्वर्ग रोकियो, पानी रोकियो, रोकिन्छ पनि खोल्छ पनि। अब यो चाहिँ नि दिस इज द राइट अर्डर अफ प्रेयर, प्रार्थना गर्ने सही तरिका हो। तर अब त्यसको उल्टा पनि रहेछ, फेरि त्यसको उल्टा पनि रहेछ। उल्टाले चाहिँ केलाई बोलाउँदो रहेछ हजुर, डरलाग्दो जन्तुहरूलाई बोलाउँछ, डरलाग्दो जन्तुहरू। सो कतिजनाको सपनामा है कुनी केले खेदिरहेको छ, आज चेक गर्नुहोस्
है मलाई यसले खेदिरहेको छ, लु प्रार्थना गरिदिनुहोस् है, त्यसले पनि खेदिरहेको छ, यसले पनि छोपेको देखेँ, यसले पनि थिचेको देखेँ, स्ट्रेन्ज फायर त चलाएको छैन। मैले चेक गर्नु पर्दैन त्यो, तर यहाँ वचनले चेक गर्दैछ नि। जब हामी अनौठो धुपहरू बाल्न थाल्छौँ नि, मान्छेको जीवनमा यस्तो हुन्छ। अन्त त्यत्तिकै वारफेयर भन्दै बस्यो। वारफेयर होइन, त्यो चाहिँ हारफेयर हो है। अघि हारिसकेको छ त्यो मान्छे, वारफेयरमा त जित्नु पर्ने थियो नि, हारिसकेको छ त्यो मान्छे। अन्त त के भनेको छ, अल्छेले चाहिँ बाहिर के छ, सिंह छ। सिंह चाहिँ अब बिस्टमा आयो नि त फेरि, सिंह पनि देखेकै हो नि अल्छेले चाहिँ, अल्छेले देखेकै हो। अनि त्यो बिस्ट चाहिँ यहाँ पनि देख्यो इजिकियलले देख्दैछ। चर्च है, पापको कुरालाई देख्दैछौँ हामीले, डर्मेन्ट सिनलाई हेर्दैछौँ। यस्तो यस्तो पापलाई मान्छेले लुकाइराखेको छ, डर्मेन्ट फेजमा छ। तर अब वचनले चाहिँ के भन्दैछ भने लुकाएर लुक्ने चाहिँ केही कुरा पनि छैन जीवनमा, ढाकेर छोपिने केही पनि छैन। सो हामीले लुकाउने कोसिस गर्नु हुँदैन। हामीले झुट बोलेर नि हामीले कतिवटा कुरालाई ठिक पार्ने कोसिस गर्नु हुँदैन। त्यो भन्दाखेरि चाहिँ नि झुट बोल्नुलाई जति एनर्जी चाहिन्छ, लुकाउनुलाई जति एनर्जी चाहिन्छ नि, त्यो एनर्जी चाहिँ हामीले रिपेन्टेन्समा ल्याउनुपर्छ, पश्चातापमा। अनदेखा नगरौँ आफ्नो जन्तुहरूलाई। मेरो जीवनमा नि यो जन्तु, यो स्ट्रेन्ज फायरले एउटा जन्तुलाई ड्र गर्दैछ। सुन्नुहोस्, याद राख्नुहोस्, कतिवटा वारफेयर छ। अस्ति मैले सिकाउँदै थिएँ, कतिवटा वारफेयर नै हो, लिटरली परमेश्वरले वार सिकाउनुहुन्छ हामीलाई। तर सबै चाहिँ वारफेयर होइन, सबै चाहिँ वारफेयर होइन। सो अल्छेले चाहिँ के देख्छ अरे, बाहिर एउटा बाटोमा सिंह देख्छ नि त। सिंह चाहिँ के गर्छ, तपाईँलाई भेट्यो भने पुच्छर हल्लाउँदै म्याउ म्याउ गर्दै टाउको दल्न आउँछ। हजुर के गर्छ, हजुर यहाँ पक्रिन्छ नि आएर क्याप्पै सिधै, किनभने त्यसले त्यसको आक्रमण गर्ने तरिका यहीँ हो। जुनै पनि पशुको हो, त्यसले घाँटी ट्याप्पै पक्रिन्छ, खुन चुसिदिन्छ, नर्भ्सलाई छुट्याइदिन्छ। अल्छे सिंह त आएको छैन होला है जीवनमा। अल्छे सिंह चाहिँ नि प्रार्थना कोठामा त बसेको छैन होला। सो के भयो, अब त्यो प्रार्थना कोठामा बसेपछि चाहिँ त्यहाँदेखि उसले के गरे, अब गर्जने सिंहले उसलाई तर्साउँदै राख्छ। कतिजना मान्छेले चाहिँ नि विश्राम भनेको कुरालाई बुझ्दैन। होइन चाहिँ विश्राम भनेको चाहिँ नि पापदेखि स्वतन्त्र हुनु हो। विश्राम चाहिँ त्यसलाई भन्छ। विश्राम भनेको चाहिँ जब एउटा मान्छे पापदेखि स्वतन्त्र हुन्छ नि, ऊ डराउनु पर्दैन नि, ऊ छाती फुलाएर हिँड्छ। त्यहाँदेखि उसले के गर्छ, विश्वास अनुसारको काम गर्छ। उसले जे वचनलाई विश्वास गर्छ त्यही नै हुन्छ। हाम्रो कामहरू त्यही हुन्छ। तर अब होइन भने चाहिँ के गर्छ, वचन चाहिँ जान्दछ तर काम चाहिँ विपरीत गर्छ, उल्टा काम गर्दैछ। म तपाईँलाई भन्दै थिएँ, अस्ति पनि मैले यो कुरालाई डिस्कस गर्दै थिएँ। कतिपल्ट नि यो नेतृत्वको ठाउँ एउटा गाह्रो ठाउँ हुन्छ, किन तपाईँ थुप्रोजना मान्छेसँग काम गर्नुपर्ने हुन्छ। अनि एउटा मान्छेले के गर्दैछ नि, घुमेर सबै आइपुग्छ, खबर आउँदैन जस्तो लाग्छ मान्छेलाई। तर तपाईँलाई चाहिँ नि हजारौँ आँखाले हेरिरहेको छ। म मेरो छोराछोरीलाई सधैँ भन्छु, तिमीलाई हजारौँ आँखाले हेरिरहेको छ। त्यो आँखाको खातिर ठिक नहो, तर तिमी परमेश्वरसँग ठिक भयो भने चाहिँ परमेश्वरको नजरले तिमीलाई हेर्छ। मलाई कोले हेर्दैछ, सो यहाँ सिसी क्यामेरा त छैन, त्यहाँ सिसी क्यामेरा त छैन, यहाँ मलाई हेरिरहेको छैन, यहाँ कोही छैन रहेछ भनेर पाप गरिदिन्छ नि। तर परमेश्वरको नजरले चाहिँ तिमीलाई देख्नु सक्यो भने चाहिँ नि, बाइबलमा भनेको छ नि, दोस्रो इतिहास 16:9 होइन, परमेश्वरको नजर चाहिँ पृथ्वीको वरिपरि घुमिरहेको छ। को चाहिँ परमेश्वरप्रति विश्वासयोग्य छ र त्यसको पक्षमा उसलाई सहायता गर्नलाई। अनि जकरियाको किताब 4 अध्यायको 10 पदमा चाहिँ त्यो आँखा चाहिँ परमेश्वरको 7 आत्मा हो भनेको छ। 7 स्पिरिट्स अफ द लर्ड, स्पिरिट अफ द लर्ड, स्पिरिट अफ विजडम, स्पिरिट अफ अन्डरस्ट्यान्डिङ। परमेश्वरको आत्मा, बुद्धिको आत्मा, समझको आत्मा, सल्लाहको आत्मा, सामर्थ्यको आत्मा, ज्ञानको आत्मा अनि परमप्रभुप्रति भयको आत्मा हो नि त। सो जब हामी चाहिँ सही जीवनलाई जिउँदै गरेको हुन्छौँ, त्यो बिस्ट आउँदैन हाम्रो लाइफमा। अस्ति हामीले परम्पराले चाहिँ घिस्रिने कुराहरू ल्याउँछ। अब डेड वर्क्सले चाहिँ के लिएर आउँदो रहेछ, बिस्टलाई, त्यो घिनलाग्दो पशुहरूलाई लिएर आउँदो रहेछ, अशुद्ध पशुहरूलाई लिएर आउँदो रहेछ हाम्रो जीवनमा, डेड वर्क्सले, मरेको कामले। सो मरेको काम चाहिँ के हो, उसले वचन अनुसार नजिउनु नै मरेको काम हो। वचन अनुसार त्यसलाई चाहिँ बाइबलले के भनेको रहेछ, पहिलो यूहन्ना 2 अध्यायको 4 पदमा, म परमेश्वरलाई चिन्छु भन्छ तर परमेश्वरको आज्ञा चाहिँ पालन गर्दैन, आज्ञा पालन गर्दैन। अनि त्यो आज्ञा पालन नगरेपछि के भयो, डेड वर्क्स। त्यहाँदेखि त के छ, उसले आफ्नै एउटा यस्तो संसार बनाइदिन्छ, आफ्नै नोदलाई क्रिएट गर्छ। बाइबलमा के भनेर लेखेको छ भने,
उत्पत्तिको किताब 4 अध्यायमा जब परमेश्वरले कैनलाई छाप लगाउनु भयो अनि भन्नुभयो कसैले कैनलाई मार्यो भने चाहिँ त्यसबाट चाहिँ 7 गुणा बदला लिइन्छ, 7 गुणा बदला लिइन्छ। अनि त्यो छाप भेटाएपछि कैन ढुक्कै भयो, मलाई जोसुकैले मार्दैन, किन? परमेश्वरले छापलाई दिनुभएको। तर त्यो मान्छे के गर्यो? परमेश्वरको उपस्थितिबाट निस्केर गएर चाहिँ नि नोद भन्ने ठाउँमा बस्नु लाग्यो। अनि नोद भनेको चाहिँ नि वन्डरल्यान्ड, वन्डरल्यान्ड, घुमिहिँड्ने ठाउँ, मजा गर्ने ठाउँ। नेपालीमा एउटा शब्द चाहिँ भट्टु भन्छ नि, भट्टु। अब हाम्रो यहाँ चल्छ, उतातिर नेपालमा भन्छ कि भन्दैन? भट्टु भन्छ। भट्टु भनेको बुझ्छ नेपालमा? बुझ्दैन है? भट्टु भनेको अब लावारिस है। सो के भयो? यहाँ चाहिँ हामी भट्टु भन्छ त्यसलाई, त्यो शब्दलाई भट्टु। ऊ आफ्नै वन्डरल्यान्डमा छ, न त ऊ परमेश्वरको व्यवस्थाको अधीनमा आउँछ। बाइबलमा भनेको छ शरीरतिर लागेको मान्छे जहिले पनि व्यवस्थाको विपरीत हुन्छ, त्यो कहिले पनि व्यवस्थाको अधीनमा आउन सक्दैन भनेको छ, नेभर। सो त्यसले समहाउ परमेश्वरको ललाई विरोध गर्छै गर्छ। सो अब त्यसलाई हेऱ्यो भने चाहिँ नि कसरी हुन्छ? अब यसलाई फेरि अर्को एङ्गलबाट हेऱ्यो भने पहिलो यूहन्ना 2 अध्यायको 15, 16, 17 संसारलाई प्रेम नगर अथवा संसारमा भएको कुनै पनि थोकलाई प्रेम नगर। यदि कसैले संसारलाई प्रेम गर्छ भने परमेश्वर पिताको प्रेम उसमा हुँदैन। सो संसारमा भएको कुनै थोक अथवा के भनेको छ? शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको सेखी। अब शरीरको अभिलाषा मरेकै छैन भने चाहिँ के हुन्छ भने त्यसले आफै परमेश्वरको व्यवस्थाको अधीनमा आउँदैन, नेभर, आउँदैन। बिस्ट हो त्यो चाहिँ के हो? पृथ्वीको घिनलाग्दो जन्तु हो त्यो चाहिँ, घिनलाग्दो जन्तु। पढौँ न एकपल्ट पहिलो यूहन्ना 2 अध्यायको 15देखि। सो बाइबलमा भन्दा संसारलाई वा संसारमा भएको कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्यसमा हुँदैन, किनकि संसारमा भएको सबै थोक अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको सेकी पिताबाट आएको होइन तर संसारबाट आएको हो। अनि यसलाई के भनेको छ? रोमीको किताब 8 अध्याय एकपल्ट हेरौँ, यो लास्ट वर्स पढौँ। 3वटा कुरा भनेको छ त्यहाँ, शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेकी। अब अघि इजिकेलको किताब 8 अध्यायको 10 पदमा 3 किसिमको थियो त्यहाँ। के थियो? एउटा घस्रने जन्तु, घिनलाग्दा पशुहरू, अनि इजरायलको घरानाको सबै मूर्ति र चित्रहरू। 3वटै कुरा थियो। सो त्यो चाहिँ थ्रु आउट हुन्छ, थ्रु आउट। सो रोमीको किताब 8 अध्यायमा हेर्नुहोस्, 8 अध्यायको 13 पद, रोमी 8को 13, किनकि पापमय स्वभाव अनुसार जिउँछ भने तिमीहरू मर्छौ, तर यदि पवित्र आत्माद्वारा शरीरका कार्यहरू तिमीले निर्मूल पार्यो भने तिमीहरू जिउँछौ। यो होइन रहेछ, एकछिन माथिको पढ्नु पर्यो, माथि 5 देखि पढ्नु पर्यो। किनभने पापमय स्वभाव अनुसार चल्नेहरूले शरीरको कुरामा मन लगाउँछ, तर आत्मा अनुसार चल्नेहरूले आत्माको कुरामा मन लगाउँछ। किनकि पापमय स्वभावमा मन लाउनु चाहिँ मृत्यु हो, तर पवित्र आत्मामा मन लाउनु चाहिँ जीवन र शान्ति हो। किनकि पापमय शरीरतिर लागेको मन चाहिँ परमेश्वरप्रतिको शत्रुता हो, परमेश्वरको व्यवस्थाको अधीनमा त्यो हुँदैन, न त त्यो कहिले हुन सक्छ, हुँदैन परमेश्वरको व्यवस्थाको अधीनमा। बरुभन्दा व्यवस्थालाई उसले अधीनमा गरिदिन्छ। यता चाहिँ ठिक्कै एकपट्टि जीवन, अर्कोपट्टि अर्कै जीवन, हुँदैन। ऊ कहिले, किनभने व्यभिचारबाट जन्मेको हो नि त, पुत्रको ठाउँमा आइ नै पुग्दैन। कमानापनबाट जन्मेको हो, पुत्रको ठाउँमा आइ नै पाउँदैन, आइ नै पुग्दैन। अन्त मान्छेले चाहिँ त्यसलाई के भन्छ? हेला गरेको, अत्याचार गरेको, अन्याय गरेको। होइन, खासमा चाहिँ नि हामीले त्यसलाई ढाकछोप गर्नु हुँदैन, किनभने शरीरबाट कलङ्कित भएको वस्त्रलाई नछुनु भनेको छ। तर हामी समहाउ त्यसलाई प्रोटेक्ट गर्छौँ, समहाउ हामी त्यसलाई जस्टिफाई गर्छौँ। अनि त्यति मात्र होइन, हामीले परमेश्वरको देहमा त्यो कुरालाई इन्ट्रोड्युस गर्छौँ। डरलाग्दो कुरा हो, डरलाग्दो कुरा हो, भयानक कुरा हो। आज हामी चेक गरौँ, यो जन्तुहरू छ हाम्रो जीवनमा जसले चाहिँ, जुन चाहिँ सिनोले चाहिँ मृत्युको दुर्गन्ध छोड्दैछ। पहिलो 2 कोरिन्थी 2 अध्यायको 14 अनि 15 पद, एकातिर मृत्युको गन्ध भनेको छ, अर्कोतिर जीवनको सुवासना भनेको छ। मृत्युको दुर्गन्ध छोड्दैछ कि? मृत्युको दुर्गन्धले चाहिँ यो घिनलाग्दो पशुहरूलाई भित्र लिएर आउँदो रहेछ। अनि त्यो भित्र आएपछि चाहिँ त्यसले के गर्छ भने एउटा मान्छेलाई परमेश्वरको व्यवस्थाको अधीनमा आउनै दिँदैन। बाइबलले भन्छ यदि तिमीले परमेश्वरको आवाजलाई सुन्छौ भने आफ्नो हृदयलाई कठोर नबनाऊ भनेको छ। कठोर नबनाऊ आज हामी। यदि त्यो छ भने नि हटाउँ, हाम्रो लाइफबाट हटाउँ। किनभने नि एक दिन चाहिँ मान्छेले खोज्छ, यस्तो भनिदिने मान्छे कहाँ भेटाउँछ भनिकन। अहिले चाहिँ घृणा गर्छ, अब खोज्ने दिन आउनु आँटेको छ। अब चाहिँ खोज्ने दिन आउनु आँटेको छ है, खोज्छ मान्छेले।
एउटा समुद्रदेखि अर्को समुद्रमा खोजेर नि नभेटेर मुर्छा पर्छ। तपाईँलाई एउटा इक्जाम्पल भन्छु। आज नि तपाईँ कुनै पनि सोसियल मिडियामा जानुहोस्, सबै बेसी नै मिसइन्फर्मेसन छ। नभएको न्युज कुनै के हुनु आँटेको छ अरे बित्थाको, अनि त्यो हेर्दाखेरि नि त्यो न्युजलाई सुन्दाखेरि सबै मिसइन्फर्मेसन हुन्छ। साँच्चीको खबर नै पाउनु छोड्यो। केलाई पत्याउनु केलाई नपत्याउनु, केलाई पत्याउनु केलाई नपत्याउनु। अब अलरेडी नि त्यसले नि संसारको त्यो डाँडालाई चाहिँ ओगटिसकेको छ। अब चाहिँ नि कसलाई ओगट्ने समय आउँदैछ भन्दाखेरि चाहिँ नि अब वचनलाई हटाइदिने समय आउँदैछ। हटाइदिने अब आज नि परमेश्वरको सत्यतालाई विरोध गरेर मान्छेले यति बिग्न मेसेजेस हालेको छ। अलरेडी मान्छेहरू मिसइन्फर्म भएको छ, सत्यतालाई सुन्नु नसक्ने भएको छ। किनभने अब बाइबलमा पढिहाल्यौँ, शरीरमा मन लाउने चाहिँ परमेश्वरतर्फको शत्रुता हो, अनि परमेश्वरको व्यवस्थाको अधीनमा कहिले पनि हुँदैन। त्यो कहिले हुनसक्छ भनेको छ। परमेश्वरको व्यवस्थाको कुरा आयो कि विरोध गर्न थालिहाल्छ। त्यो चाहिँ शरीरतिर लागेको मन हो, अनि त्यो चाहिँ शरीरको अभिलाषाको कारणले गर्दाखेरि हो, अनि त्यो चाहिँ शरीरको दुर्गन्ध पनि हो, जसले चाहिँ नि जुन चाहिँ सिनोले चाहिँ गिद्धलाई एट्र्याक्ट गर्छ। अलरेडी हामी मिसइन्फर्मेसनको युगमा छौँ है। सुन्नुहोस्, आज मान्छेकोमा नि वचन सुन्ने क्षमतै छैन। यहाँ म यसो हेर्छु कोही कोही बेला जुममा या युट्युबमा अलिकति कडा वचन प्रचार गर्न सट्टै हराउन थाल्छ। किन? अब टु मच एक्सट्रिम जस्तो लाग्न थाल्यो। तर खासमा चाहिँ त्यो चाहिँ नर्मल हो। त्यो चाहिँ सामान्य विश्वासको जीवनको कुरा मात्रै गरेको, सामान्य विश्वासको जीवनको कुरा गरेको। तर त्यो चाहिँ मान्छेलाई एक्सट्रिम लाग्छ। किन भन्नुहोस् त, ऊ चाहिँ सबै अब डुप्लिकेट खाने बानी भयो। उनीहरूसँग केही रिस या विरोध या केही पनि छैन, तर माया छ, प्रेम छ। त्यो दिन जब एउटा समुद्रदेखि अर्को समुद्रमा वचनलाई खोज्नु थाल्छ नि, त्यो दिन भेटाउँदैन भनेको छ, भेटाउँदैन भनेको छ। आज पनि विथ लभ, प्रेमको साथ तपाईँहरूसँग यो सत्य बोल्न चाहन्छु। हामीले स्ट्रेन्ज फायर्स त जलाएको छैनौँ, अनौठो धुपहरू त जलाएको छैनौँ हाम्रो जीवनमा। जुन अनौठो धुपले चाहिँ हाम्रो जीवनको सम्पूर्ण कुराहरूलाई खाइदिँदैछ, नाश गरिदिँदैछ, बिगार गरिदिँदैछ। यदि त्यस्तो गर्दैछौँ भने चाहिँ हामी फर्कौँ। यो प्रेमको सन्देश हो, प्रेमको सन्देश। किनकि यो तपाईँलाई मैले सत्य कुरा बोलेको। यस्तो मेसेजहरू चाँडै रिमुभ हुन्छ। अब यो जति पनि सोसियल मिडिया प्लेटफर्म छ नि, चाँडै रिमुभ हुन्छ यस्तो मेसेजहरू। तपाईँले पत्याउनु भएको छैन होला, तपाईँले एक दिन अचानक जलप्रलय सुरु भएपछि पत्याउँछ। नुहाले जहाज बनाउँदाखेरि कसले पनि पत्याएको थिएन, त्यस्तै भइरहेको छ। अनि प्रभुले लास्ट डेजको साइन पनि त्यही दिनुभएको छ। जबसम्म नुह जहाजभित्र पसेन, मान्छेहरू खाइरहेको थियो, पिइरहेको थियो, मौज मजा गरिरहेको थियो, बिहेबारी गरिरहेको थियो। उनीहरू आफ्नै कोर्स अफ लाइफमा उनीहरू बिजी थियो। तर जब अचानक पानी पऱ्यो नि, ढोका बन्द भइसकेको थियो। त्यस्तै प्रकारले जब पवित्र आत्मा उठाइनुहुन्छ नि, त्यहाँदेखि चाहिँ मान्छेले खोज्छ, साह्रो पर्छ है। त तपाईँलाई थ्रेटनिङ होइन, ट्रुथ हो। त्यसले गर्दाखेरि आजको दिनमा यो रेभुलेसन छ हाम्रो बिचमा। सो चेक गर्नुहोस् आफ्नो जीवनलाई। मैले चेक गर्नुपर्छ, मेरो जीवनमा कुनै बिस्ट छैन छ भने चाहिँ नि मैले त्यो बिस्टलाई माया गर्नु हुँदैन। एक दिन चाहिँ त्यसले खाइदिन्छ, एक दिन चाहिँ खाइदिन्छ। मैले अस्ति एउटा इक्जाम्पल दिँदै थिएँ। युएसमा एउटा लेडीले साँप पालेको थिएछ, साँप होइन ड्रागन पालेको थिएछ। अनि त्यो ड्रागन अचानक त्यो घरको मान्छे नै हरायो। तर त्यो साँप चाहिँ सधैँ त्यो बोजूसँग सुत्थेछ, कहाँ हराएर भेटाउनै सकेन। साँप पनि छैन, भरे यसो कुनामा हेरेको त साँप त यत्रो फुल्लेर बसिरहेको रहेछ। किनभने त्यो बिस्टलाई पालेर राखेको थियो नि त, मान्छेलाई निल्नु सक्ने। भरे त्यसको पेट चिरेर हेरेको त नि त्यही बोजूलाई खाइदिएको रहेछ। नपालौ त्यो कुरालाई। इट विल कस्ट यु लाइफ इन हेल। त्यसले नि नरकको आगोमा जल्नुपर्ने हुन्छ। त्यो पाल्ने कुरा होइन। परमेश्वरले त्यसलाई पाल्तु पशु बनाउनु भएको होइन। यो गल्ती नगरौँ हामी। यहाँदेखि हामी फर्कौँ। परमेश्वरको वचन पढाएर सुनायौँ, परमेश्वरले हामीलाई आशिष गर्नुभएको होस्। आमेन। आउनुहोस् यति बेला हामीहरू प्रार्थना गर्नेछौँ। प्रभु तपाईँलाई धन्यवाद। हामी तपाईँको अगाडि आउँछौँ, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँ भलो परमेश्वर हुनुहुन्छ। तपाईँले सबै कुराहरू हामीलाई देखाउनुहुन्छ। तपाईँले चेलाहरूले तपाईँलाई सोधे एक दिन, प्रभु तपाईँले हामीलाई चाहिँ यो सबै कुराहरू बताउनुहुन्छ, तपाईँ किन अरूहरूसँग उखानमा बोल्नुभएको? तपाईँले भन्नुभयो तिमीहरूलाई चाहिँ राज्यको भेद दिएको छ। प्रभु तपाईँले आज हामीलाई यो राज्यको भेद दिनु हुँदाखेरि प्रभु हामी त्यसलाई अवहेलना गर्ने मानिसहरू बनिँदैछौँ भने
हाम्रो जीवनमा काँडा पलाउँदैछ भने, हाम्रो जीवनको दुर्गन्धले गिद्धलाई बोलाउँदैछ भने, हाम्रो जीवनको आलस्यपनले बाहिर सिंहलाई बोलाउँदैछ भने, प्रभु यो कुरालाई हामी विचार गर्न सकौँ अनि हामी सुध्रिन सकौँ। पश्चातापी हृदय, प्रभु तपाईँले पश्चाताप नै हाम्रो जीवनबाट हटाइदिनु भयो भने त हामी त केही पनि रहँदैनौँ। धन्यवाद हामीलाई दिनुभएको पश्चातापको वरदानको लागि। हामी यसलाई प्रयोग गर्न चाहन्छौँ। आज हामी पश्चाताप गर्छौँ प्रभु, हामीले पालेर राखेका कुराहरू जसको कारणले गर्दाखेरि एउटा मान्छे अनन्त आगोमा जल्न सक्छ। प्रभु यो ठाउँमा हामी सुधार ल्याउन सकौँ। प्रभु हामी तपाईँको चाडको टाइममा पस्दैछौँ, फिस्ट अफ द लर्डको टाइममा पस्दैछौँ। प्रभु आज यहाँ पस्दै गर्दाखेरि हाम्रो हृदय चाहिँ पुरा तयारीको साथ हामी पस्न सकौँ, पुरा तयारीको साथ। यो हाम्रो लागि एउटा अवसर, हाम्रो लागि मौका भन्ने कुरालाई जानिकन प्रभु हामी होसियारी साथ पस्न सकौँ र तपाईँलाई महिमा भएको होस्। धन्यवाद प्रभु आज हामीलाई दिनुभएको वचनको लागि। धन्यवाद आज हामीलाई दिनुभएको सत्यताको लागि। यो सत्यताले हामी हरेकको हृदय उत्प्रेरित भएको होस् अनि हामी त्यो सत्यतामा बढ्न सकौँ। धन्यवाद। यो समयलाई, यो घडीलाई हामी तपाईँको हातमा राख्दै माग्दछौँ आशिष पुत्र प्रभु यीशु ख्रीष्टको जिउँदो अनि पवित्र नामले, आमेन। सबैजनालाई जय मसीह। प्रभुले तपाईँहरू सबैलाई आशिष गर्नुभएको होस् र फेरि पनि हामी हाम्रो समयअनुसार तपाईँहरूसँग भेट्नेछौँ। परमेश्वरको आशिष तपाईँसँग रहोस्। जय मसीह।